स्ट्रगलमा चाहिँ के गर्दा राम्रो हुन्छ, मैले कस्तो खाना खाने होइन, मेरो लाइफस्टाइलमा मैले के चेन्जेस गर्ने, कपडा कस्तो लगाउने, कस्तो सामान युज गर्ने भन्दाखेरि आएको प्रडक्ट चाहिँ बायो इन्जाइम हो। सो त्यही बेलामा हामीले थाहा पायौँ हामीले युज गर्ने प्रडक्टमा कार्सियोजेनिक इन्ग्रेडियन्टहरू छ, अहिले केही हुँदैन, तर लङ टर्ममा तपाईँको फ्यामिलीलाई प्रब्लम हुन्छ, हामीले थाहा पायौँ। सो त्यो गर्दाखेरि हेल्दी अल्टरनेटिभ्स भनेको यस्तै इन्जाइम बेस्ड प्रडक्ट, नेचुरल हर्ब बेस्ड प्रडक्ट रहेछ भनेर यसरी चाहिँ हामीले स्टार्ट गरेको रहेछ। जुन चाहिँ अलरेडी डेभलप कन्ट्रीहरू छ होइन, उनीहरू चाहिँ कतिको अवेर छ स्पेसली यो नेचुरल प्रडक्ट चाहिँ युज गर्नुपर्छ भनेर? एक्ज्याक्टली, जस्तो अब हामी भेट्छौँ यहाँ कतिजनाले हामीलाई लिङ्क गराइदिनुहुन्छ, उहाँहरू त एकदम खोजि नै रहनु भएको छ। स्पेसली उहाँहरूले चाहिँ अलरेडी यो जस्तो यो प्रोसेस्ड प्रडक्टहरू युज गर्नु भइसक्यो, त्यसको फाइदा बेफाइदा सबै उहाँहरूले एक्सपिरियन्स गर्नु भइसक्यो र नेचुरल इज गुड है, गो ब्याक टु नेचर भनेर उहाँले बुझ्नु भइसकेको छ। यो चाहिँ हाम्रो बडी वास चाहिँ हामीले लेबली ग्रिन बनाएको छौँ। यो किन भन्दा चाहिँ यसमा हामीले मिन्ट र निम युज गरेछौँ। निम चाहिँ स्पेसली स्किनको लागि एकदम राम्रो हुन्छ, अनि स्किनमा आउने स्मल प्रब्लम्सहरू, ऱ्यासेसहरू, इन्फेक्सन्सहरू पनि यसले चाहिँ हिल गर्न चाहिँ हेल्प गर्दो रहेछ। गभर्मेन्टले यो पनि भनिदिनुपर्छ, मेड इन नेपाल प्रडक्टलाई चाहिँ प्रायोरिटी दिनु पऱ्यो कि यो युज गर्नु पऱ्यो, र आई थिङ्क गभर्मेन्टले यही कुराहरू नै जस्तो हामीलाई सपोर्ट गर्नुपर्छ जस्तो लाग्छ कि मलाई। सो त्यही बेलामा हामीले इन्टरनेसनल प्रडक्टसँग टक्कर दिने गरेर सामान पठाउनै पऱ्यो, सर्टिफिकेसनमा जानै पऱ्यो भनेपछि गभर्मेन्ट पनि त्यो किसिमको अलिकति फेसिलिटी हामीलाई दियो भने त हामी स्ट्रङ प्रडक्ट बाहिर पठाउन सक्छौँ, पक्कै हामी राम्रो भयौँ र त्यो हुँदा कन्ट्रीलाई पनि फाइदा हुन्छ जस्तो लाग्छ। सार्क ट्याङ्कको एक्सपिरियन्स कस्तो रह्यो हजुरको? काइन्ड अफ रोलर कोस्टर जस्तै लाग्छ कि मलाई, यसो त कहिले एकदम राम्रो जस्तो लाग्छ। जाँदाखेरि चाहिँ लकिली अनि त्यो पनि सकिङ नै थियो त्यो बेलाको लागि होइन, त्यो टाइमको लागि। मिन्स हामी चाहिँ उहाँहरूले हाम्रो आइडिया मन पराइदिनु भयो र अनि उहाँहरूले विथ भेरी काइन्ड हार्ट होइन, सो यो काम राम्रो छ, यो आइडिया हामीले कसरी गर्न सक्छौँ भनेर हाम्रो सागहरू चाहिँ आइदिनु भयो। सो अहिले मलाई सोच्दा चाहिँ यो एकदम हामी चाहिँ राम्रो भएको र हामी लकी भएको पनि फिल हुन्छ मलाई। सुजाताजी, हजुरलाई द कमन ग्राउन्ड पोडकास्टमा स्वागत छ। थ्याङ्क यू सो मच सन्तोषजी। हाम्रो पोडकास्ट गर्ने भनेर निकै लामो समयसँग कुरा त भइसकेको थियो, तर केही कार्यवश हजुर पनि व्यस्त हुनुभयो, सायद म पनि अलिकति व्यस्त भएँ, तर आज यो मौका जुरेको छ, हजुर यहाँ आउनुभयो, एकदमै धेरै धन्यवाद हजुरलाई। थ्याङ्क यू सो मच, हजुर पनि एकदम फ्लेक्सिबल भइदिनु भयो यसको लागि, मलाई अलिकति सजिलो भयो। थ्याङ्क यू सो मच। हरेक पोडकास्ट नै स्पेसल भइरहेछ अहिलेको समयमा होइन, अनि स्पेसल्ली जब नेपालमा बनेको प्रडक्ट नेपालीको लागि अनि नेपाली मान्छेहरूले थाहा पाउनुपर्ने कुराहरू धेरै छन्, र त्यसमा हजुरले जुन तरिकाको इनिसिएटिभ लिनुभएको छ, आजको पोडकास्ट चाहिँ मेरो विचारमा हामी जस्तो मान्छे जो चाहिँ एकदमै अनअवेयर छ, किन भन्दाखेरि हामीलाई प्रडक्टहरू त हामीले युज गरेर हुन्छौँ, धेरै कुराहरू युज गर्छौँ, तर हामीलाई केही पनि थाहा छैन कि कुन कुराको साइड इफेक्ट के छ। इभन हामीले त पसलमा गएर के गर्छौँ भन्दाखेरि एउटा प्रडक्ट उठाएर हेर्छौँ, तर हामीले कहिले पनि पछाडि इन्ग्रेडियन्ट के छ, के को बेनिफिट के हो भन्ने कुरा हामीलाई केही पनि थाहा छैन। त्यसको लागि चाहिँ हामीलाई तपाईँहरू जस्तो व्यक्तित्व चाहिन्छ जसले चाहिँ त्यो कुरा प्रकाश पारिदिनुहुन्छ र बुझाइदिनुहुन्छ। सो आज एज अ कमन पर्सन, हजुर एज अ स्पेसलिस्ट जसले चाहिँ धेरै यो फिल्डमा काम पनि गरिसक्नुभयो, एट द सेम टाइम प्रडक्टहरू पनि लन्च गरिसक्नुभयो, अनि आज धेरै कुरा सिक्ने इच्छाको साथमा चाहिँ यो पोडकास्ट सुरु गर्न गइरहेको छु। सुरुवातमा चाहिँ हजुरको ब्याकग्राउन्डबाटै कुरा गरौँ, हजुरले स्टडिजहरू चाहिँ कहाँबाट गर्नुभयो? थ्याङ्क यू सो मच सन्तोषजी। ब्याकग्राउन्ड कुरा गर्दा म चाहिँ इन्भाइरोमेन्टल साइन्सको स्टुडेन्ट, ब्याचलर्स इन्भाइरोमेन्टल साइन्समा गरेँ। सो यो इन्भाइरोमेन्टमा काम गर्ने अलिकति सानो सिट चाहिँ त्यही बेलामा नै परिसकेको थियो होइन। सो त्यसपछि मास्टर्स नेचुरल रिसोर्सेसमा गरेँ। सो यसले गर्दाखेरि चाहिँ मलाई जस्तो इन्भाइरोमेन्टल साइन्स र नेचुरल रिसोर्स भनेको चाहिँ डिफ्रेन्ट डिसिप्लिनहरूको स्टडी हुन्छ मोस्टली चाहिँ। सो ज्याक अफ अल अनि मास्टर अफ नन भन्ने जस्तै विषय हो। तर मैले गर्दा चाहिँ के बुझेँ भन्दाखेरि मेरो चाहिँ अब एक्सपर्टी भने चाहिँ धेरै कुराहरू चाहिँ अब पढेर त्यसलाई कसरी कनेक्ट गर्ने, कनेक्सन इज अल्सो इम्पोर्टेन्ट होइन, त्यो चाहिँ मैले गर्न सक्छु जस्तो फिल भयो। सो मैले त्यसपछि चाहिँ भिजिटिङ फ्याकल्टी भएर चाहिँ काठमाडौँ युनिभर्सिटीमा अनि त्यसपछि न्याथम नेसनल कलेजहरूमा पढाएँ केही समय, अनि त्यसपछि मैले यो कन्सल्टिङ कामबाट यो इन्भाइरोमेन्टल रिलेटेड कामहरू पनि गरेँ। अनि मेरो बच्चा पनि भयो, सो ब्रेक भयो सर्टेन टाइम, र ब्रेक भइसकेपछि चाहिँ अब मलाई चाहिँ आई सुड डु समथिङ फर माइसेल्फ, आफ्नै लागि नै गर्नुपर्छ भनेर जुन त्यो एउटा इन्भाइरोमेन्टमा पहिला एउटा सानो एउटा मनमा सिड थियो, त्यो चाहिँ मैले गर्न ट्राई गरिरहेको थिएँ, स्पेसली सलिड वेस्टको केसमा। सो अनि यो चाहिँ किन पनि भन्दाखेरि जब मेरो बच्चा भयो अनि जस्तो हामी न्युजहरू सुन्थ्यौँ, न्युजहरू सुन्दाखेरि चाहिँ
जस्तो धेरै पानी पऱ्यो, ग्लेसियर्सले धेरै अब ग्लेसियर मेल्ट भयो, ग्लोबल वार्मिङ, योवाला न्युज सुन्दाखेरि चाहिँ मलाई अलिकति भित्र कता कता दुखेको जस्तो हुन्थ्यो कि किनकि अहिले यो प्रब्लम भएपछि त मेरो छोराले अब अर्को जेनेरेसनले कति दुःख पाउने होला त। सो नेक्स्ट जेनेरेसनलाई पनि हुने कि एउटा राम्रो काम गर्न सकौँ इन्भाइरोमेन्टल फिल्डमै भन्ने लागिराखेको थियो। सो गर्दा गर्दा साथी जस्तो हाम्रो साथी सरला अर्को फाउन्डर हजुर भेट्दाखेरि चाहिँ अनि हामी यही सल्ट वेस्ट सम्बन्धी कुराहरू गर्थ्यौँ, यसमा गरौँ न यसमा गरौँ न भनेर। सो त्यो कुरा गर्दा गर्दै अपसाइक्लिङमा हामीले बायोइन्जाइम सम्बन्धी थाहा पायौँ र अनि बेस्ट पार्ट भनेको सरलाले यसमा धेरै एक्सपेरिमेन्टहरू गर्यो र यसको रिजल्ट राम्रो आयो। यो गरौँ न भनेपछि लेट्स डु इट भनेर हामीले काम सुरु गरिहालेकै हौँ। यो यसरी चाहिँ बायोइन्जाइम चाहिँ स्टार्ट भयो। अनि त्यसपछि यस सम्बन्धी एकदम नयाँ कुरा छ, हामी राम्रोसँगै गरौँ, रिसर्च बेस नै गरौँ भनेर हाम्रो अर्को साथी छ डक्टर नमिता, उहाँ चाहिँ जापानमा हुनुहुन्छ। सो जापानमा चाहिँ उहाँको रिसर्च गाइडेन्सहरू लिएर अनि उहाँलाई पनि टिममै इन गरेर एकचोटिमा त पुगेन नि यो काम त। सो प्लिज यो सँगै बसेर काम गरौँ भनेर हामी चाहिँ 3जना चाहिँ कोर टिम बनायो। अनि त्यसपछि हामीले काम सुरु गऱ्यौँ र स्पेसली सुरुमा त हामी यही स्टलहरूमा जाने, फ्रेन्ड्स फ्यामिलीलाई हाम्रो प्रडक्टहरू सेयर गर्ने, रिसर्च गर्न पठायौँ। गर्दाखेरि मोस्टली चाहिँ त्यसले चाहिँ जुन रिजल्ट दियो त्यसले चाहिँ हामीलाई मोटिभेट गरेको, स्पेसली कस्टमरहरू स्टलमा जाँदाखेरि होइन। अनि उहाँहरूले चाहिँ यो फिडब्याक दिँदा पनि राम्रो छ तिम्रो भन्दै गर्दाखेरि हामीलाई एकदम यो त गर्नैपर्छ वाला फिलिङ आएर चाहिँ अब के गर्नुपर्छ त्यसमा, वाट नेक्स्ट होइन। अब सबै स्किल्सहरू पनि हामीसँग थिएन होइन। अब यस्तो लाग्यो कि मलाई कति नै आउँछ जस्तो फिल हुन्थ्यो, तर होइन रहेछ। जब काम स्टार्ट गऱ्यो मलाई केही आउँदैन कि, आई नो नथिङ। सो आई हेभ टु लर्न सो मेनी थिङ्स होइन। सो यसरी हामी लर्निङ एप्टिट्युडको साथ हाम्रो टिमले नै अब के गर्ने, बिजनेसमा के गर्ने, मार्केटिङ के गर्ने, ब्रान्डिङ, यो सबै सिक्दै सिक्दै चाहिँ अनि हामीले बिस्तारै लड्दै हुन्छ नि, विथ लर्निङ नै यो हामीले गर्दै गइरहेको छौँ अहिले चाहिँ। अनि सुरुमा हामीले यो प्रोप्राइटरसिपबाट स्टार्ट गरेको थियौँ सरनाको नाममा, त्यसपछि यो हुँदैन, अब हामी कम्पनीमा जानुपर्छ होइन, इन्डस्ट्रीमा जानुपर्छ भनेर अहिले हामी घरेलुमा यो दर्ता गरेर अहिले चाहिँ अलिकति प्रोफेसनल वेमा चाहिँ अनि गर्न ट्राई गरिरहेछौँ। अनि धेरै मार्केटहरूमा पनि प्लेस चाहिँ भइरहेछ। अनि यो अलिकति यो कस्टमरहरू पनि भेटाइराखेको छ मैले, जसले चाहिँ यस्तै तपाईँले भन्नुभएको जस्तो यस्तो हेल्दी कुराहरू, नेचुरल कुराहरू चाहिँ मन पराउनु हुँदो रहेछ। र उहाँहरू हामीलाई भेट्दा एकदम ह्याप्पी हुनुहुन्छ र फोन गरेर तपाईँहरूको अफिस कहाँ छ भनेर भेट्नै आउनुहुन्छ, जस्ट कुरा गर्न आउनुहुन्छ हामीसँग। अस्तिको हाम्रो मिटिङमा पनि आउनुभएको थियो कि होइन हो, मान्छेहरू। अनि त्यो चाहिँ मलाई बेस्ट फिल हुन्छ कि त्यो चाहिँ हाम्रो मोटिभेसन छ, आइएम डुइङ गुड। अनि अहिलेको यसमा चाहिँ एकदम प्रफिट पनि छैन, त्यस्तो पनि भइसकेको छैन। तर अहिलेको हाम्रो चाहिँ हामीले पाएको कुरा भनेको चाहिँ जुन उहाँहरू आउनुहुन्छ नि अनि हामीलाई कम्प्लिमेन्ट दिनुहुन्छ, त्यो चाहिँ नि हामीले चाहिँ पाएको कुरा चाहिँ मलाई फिल हुन्छ। अनि त्यसले हामीलाई मोटिभेट गरिरहेछ अगाडि बढ्नको लागि। र हामी चाहिँ बिजनेस ब्याकग्राउन्डको होइनौँ तिनैजना होइन। सो अनि यसमा चाहिँ नि अनि त्यही भएर चाहिँ नि हामी शाकहरूसँग पनि अहिले काम गरिरहेछौँ। सो उहाँहरूले चाहिँ जुन बिजनेसको लागि चाहिने कुराहरू उहाँहरूले चाहिँ हामीलाई चाहिँ मेन्टोरिङहरू गर्ने, नेटवर्किङ गरिदिने काम गरिदिनु भएको छ होइन। यसले गर्दाखेरि चाहिँ हामीले यो राम्रो गर्छौँ कि भन्ने जस्तो हामीलाई फिल चाहिँ भइरहेछ। प्रडक्टमा त एकदमै कन्फिडेन्ट आउने खालको नै देखिन्छ अहिले होइन। हजुर हजुर अब स्पेसली अहिले त्योभन्दा पनि अझै हामी फ्ल्यासब्याकमा जाउँ जस्तो लागिरहेको छ क्या, किनकि तपाईँको जब प्रडक्ट बनाउनेमा रिसर्च गर्नेमा पुगिसक्नुभयो त्यति बेला एडभान्स भइसकेको लेभल हो भनौँ न। अब हजुर पनि हामी जस्तै कमन भइरहेको बेलामा, कमन मान्छे भइरहेको बेलामा अथवा हजुरले जब यो सुरुवात नै गर्नुभएको थिएन त्यो बेलामा युज गर्ने प्रडक्टहरू चाहिँ कसरी चुज गर्नुहुन्थ्यो अथवा कतिको अवेर हुनुहुन्थ्यो त्यो कुराहरूमा? मेरो पर्सनली मैले चुज गर्दाखेरि चाहिँ म चाहिँ अलिकति इन्ग्रेडियन्ट अवेर चाहिँ म थिएँ किन अलिअलि, सबै चाहिँ थाहा छैन तर हेरेर यसमा के सामान छ, मेरो कुन प्रब्लम हो, म के को लागि सामान किन्छु त्यो हेर्थेँ, रादर देन त्यसको चाहिँ एकदम पैसा नै हेरेर त्यो डिसिजन गर्नुभन्दा नि यसमा के छ र मेरो लागि के राम्रो हुन्छ वाला चाहिँ त्यसरी चाहिँ गर्थेँ। तर यो काम गरेपछि के थाहा भयो भन्दाखेरि चाहिँ यसमा कति कार्सियोजेनिक कुराहरू रहेछ जुन चाहिँ मलाई पहिला मलाई पनि थाहा थिएन। जुन मलाई पनि सरप्राइजिङ नै फिल भएको थियो, यस्तो हुँदो रहेछ जुन यो प्रडक्टहरू होइन। जस्तो चाहिँ स्पेसली अब हामी एकदम कलेजहरू पढ्दाखेरि त स्किनलाई राम्रो हुने होइन, हाम्रो हेयरलाई नै राम्रो हुने थियो, खोजी त्यो इन्ग्रेडियन्ट भएको सामानहरू हामी चलाउँथ्यौँ भन्दाखेरि अब चाहिँ होइन, अब चाहिँ हेल्थ प्रायोरिटीमा आयो होइन। सो फ्यामिली भएपछि मेबी चाहिँ हाम्रो मेन्टालिटी पनि चेन्ज भयो। सो त्यसले गर्दाखेरि चाहिँ अब चाहिँ दिस इज इम्पोर्टेन्ट है भनेर हामी त्यो सम्बन्धी अहिले क्याम्पेन पनि गरिरहेछौँ, सकल परिवर्तन भनेर। यो सकल भन्ने ब्रान्डको नेमिङ चाहिँ कसरी भयो? यसको स्टोरी चाहिँ हाम्रो सरलाबाटै सुरु हुन्छ, किनकि यो मैले अघि नै भने सरलाबाट सुरु भयो सकल होइन। उसको जुन एउटा रिसर्चले हामी एकदम भयौँ, एक्साइटेड भयौँ र हामीले लेट्स डु इट भनेर काम स्टार्ट गऱ्यौँ। सरलाकै स्टोरी म भन्छु यहाँ चाहिँ। सो सरलाको चाहिँ 10 इयर्स ब्याक चाहिँ 12 इयर्स चाहिँ भयो, उसको बा चाहिँ क्यान्सरले गरेर नै बित्नुभयो। अनि उसको कजन सिस्टर एकदम नजिकै सँगसँगै नै कजन सिस्टर पनि पेटको क्यान्सरले नै बित्यो। र सरलाई पनि ठ्याक्कै
ब्रेन ट्युमर चाहिँ डायग्नोज भयो। सो त्यो एउटा चाहिँ डार्क टाइममा चाहिँ अब यो चाहिँ सबैलाई कसरी स्टार्ट भयो भन्दा अब त्यो बाँच्नलाई एउटा हुन्छ नि सर्भाइभलको एउटा त्यो स्ट्रगलमा चाहिँ के गर्दा राम्रो हुन्छ, मैले कस्तो खाना खाने होइन, मेरो लाइफस्टाइलमा मैले के चेन्जेस गर्ने, कपडा कस्तो लगाउने, कस्तो सामान युज गर्ने भन्दाखेरि आएको प्रडक्ट चाहिँ बायो इन्जाइम हो। सो त्यही बेलामा हामीले थाहा पायौँ हामीले युज गर्ने प्रडक्टमा कार्सियोजेनिक इन्ग्रिडियन्टहरू छ, अहिले केही हुँदैन, तर लङ टर्ममा तपाईँको फ्यामिलीलाई प्रब्लम हुन्छ, हामीले थाहा पायौँ। सो त्यो गर्दाखेरि हेल्दी अल्टरनेटिभ्स भनेको यस्तै इन्जाइम बेस्ड प्रडक्ट, नेचुरल हर्ब बेस्ड प्रडक्ट रहेछ। तर यो हामीले बनाए जस्तो मेरो फ्यामिलीलाई राम्रो भयो नि त, मलाई राम्रो भयो, फ्यामिलीलाई राम्रो भयो, सो हामी कम्युनिटी पनि गर्न सक्छौँ है यो भनेर यसरी चाहिँ हामीले स्टार्ट गरेको यो। अहिले चाहिँ हजुरको टिममा कतिजना हुन्छ, कसरी काम गरिरहनु भएको छ? अलमोस्ट 12जना जति छौँ अहिले हामी टिममा। जस्तो प्रोडक्सन टिम सरलाले नै हेर्छ, सरला चाहिँ लिड फर्मुलेटर नै हो, अनि त्यसपछि प्रोक्युरमेन्ट काम पनि सरलाले, अनि मैले यो अपरेसन्सहरू, मार्केटिङ्सहरू, एडमिन को काम चाहिँ ओभरअलको चाहिँ कम्युनिकेसनको कामहरू भयो, त्यो चाहिँ मैले हेर्छु ओभरअल। सो हामीसँग अरू चाहिँ माइक्रोबायोलोजिस्टको टिम नै छ, सेन्ट जेभियर कलेजमा हामीले चाहिँ कोलाबोरेसन गरेछौँ ओन्ली फर त्यो ल्याबको लागि, अनि उहाँबाट हामीलाई प्रोफेसरहरू पनि हेल्प गर्नु भएको छ कन्सल्टिङ गरेर, मिन्स त्यो स्पेसिफिक सबै कुरा त हामीलाई थाहा हुँदैन। सो त्यो केसमा चाहिँ हामीलाई प्रब्लम भयो भने सेन्ट जेभियरकै टिचरहरूसँग हामी सोध्छौँ, अनि त्यही 2जना हाम्रो रिसर्चमा बहिनीहरू हुनुहुन्छ। सो अनि हाम्रो यहाँ अफिसमा कम्युनिकेसन टिममा छ अर्को एकजना, फेरि हामी चाहिँ रिसर्च गरिराखेको हुन्छौँ लिट्रेचरहरू चाहिँ होइन, कहाँ के कस्तो भइरहेछ भनेर। अनि मार्केटिङमा पनि छ, मार्केटिङमा चाहिँ हामीहरूले चाहिँ मार्टहरूमा, कर्पोरेटहरूमा, स्पेसली अब नेपाल चाहिँ हाम्रो नेचरमा कति राम्रो छ, इको टुरिज्मको हस्पिटालिटी सेक्टर्सहरू छ, सो यो प्रडक्ट चाहिँ त्यहाँ राम्रो हुन्छ होला है भनेर त्यहाँ एप्रोच नै गरिराखेको छौँ, अनि सेल्समा पनि राखेको छौँ अहिले हामी। यसरी बिस्तारै टिम चाहिँ ग्रो नै भइरहेछ। अहिले आइपुग्दै गर्दाखेरि मैले 2टा एङ्गलबाट सोध्न चाहेँ होइन, इमोसनल एङ्गलबाट हजुरको कम्पनी भनौँ यो कहाँ छ, र बिजनेसको एङ्गलबाट कहाँ छ? यो एकदमै कन्ट्रास्टिङ टाइपकै छ यो हाम्रो सिचुएसन हेर्दा। इमोसनली हेर्दाखेरि चाहिँ वी आर ग्रोइङ, इमोसनली नै ग्रो भइरहेछौँ कि एउटा इमोसनबाट स्टार्ट भएको भयो। सो हामी सबै चाहिँ इमोसनली नै कनेक्ट भएर यति धेरै पैसा कमाउने त्यो बिजनेस प्लान बनाएर फिनान्स एनालाइसिस गरेर प्रोजेक्सन गरेर चाहिँ हामीले स्टार्ट गरेको नै होइन, त्यो नलेज पनि थिएन टु बी अनेस्ट होइन। सो त्यो अनि जस्ट अब हामीलाई चाहिँ यो इमोसनबाट मलाई चाहिन्छ यो प्रडक्ट, मेरो फ्यामिलीलाई चाहिन्छ, कम्युनिटीलाई चाहिन्छ भनेर नै स्टार्ट गरेको। त्यो एङ्गलले हेर्दाखेरि चाहिँ हामी धेरैजनासँग कनेक्ट भइरहेछौँ क्या। सो स्पेसली मैले चाहिँ एकदमै कम्युनिकेसनमा काम गर्ने भएको धेरैजना मान्छेलाई भेटिराखेको हुन्छु है। सो त्यो हेर्दाखेरि चाहिँ मैले अर्न नै गरेको फिल भइरहेछ, आम अर्निङ पिपुल्स ट्रस्ट क्या अहिलेको टाइममा चाहिँ। सो तर बिजनेसको केसमा एकदम प्रोफेसनलवाला बिजनेस गर्दाखेरि चाहिँ अब 2 इयर जति चाहिँ भयो हामीले इन्भेस्ट गरेर गरेको। सो त्यसमा चाहिँ अनि हामीहरू चाहिँ प्रफिट चाहिँ मेक गरिसकेको चाहिँ छैन। हामी ट्र्याकमा छौँ, गुड ट्र्याकमा छौँ, एनालिस्टहरू फिनान्सियल एनालिस्टहरू चाहिँ ठिक छ, यसरी नै जाने हो। फर्स्टमा चाहिँ तिमीले ब्रेक इभन पोइन्टमा पुग्दैनौ, सो फ्यु इयर्स त्यसपछि प्रोजेक्सन भन्दा त्यो अलिकति लाइन चाहिँ समातेको छौँ कि जस्तो त्यस्तो चाहिँ लागिरहेछ। सो अहिले नभए पनि बिस्तारै बिजनेसवाला पिकअप चाहिँ हामीले लिइसकेको छौँ अहिले। अब झन् झन् राम्रो अवश्य पनि हुन्छ। फेरि आजको पोडकास्ट सुन्दै गर्दाखेरि धेरै मान्छेलाई लाग्न सक्छ कि ओहो यो त यहाँ त बिजनेस प्रमोसन आँटे जस्तो लाग्न सक्छ, तर यो चाहिँ मोर अफ अ बिजनेस प्रमोसनको एङ्गलबाट भन्दा पनि हामीले यो कुराहरू बुझ्न कतिको जरुरी छ त, किन भन्दाखेरि अघि भने जस्तै हामीलाई थाहा छैन नि त किचनमा कति धेरै कुराहरू युज भइरहेछ, त्यो एक्चुअली कतिको हार्मफुल छ भनेर हामीलाई थाहा छैन होइन। आज चाहिँ हामी स्पेसली त्यो कुराहरू नै एकदमै डिपमा सिक्ने प्रयास गर्छौँ, कतिको कस्तो प्रडक्टहरू चाहिँ खासमा हाम्रो लागि एकदमै राम्रो हुन्छ, कस्तो प्रडक्टहरू अथवा कस्तो खालको केमिकल्सहरू छ भने चाहिँ हार्मफुल हुन्छ भन्ने नलेज चाहिँ हजुरले अवश्य पनि दिनुहुन्छ। स्योर, यो स्पेसली कार्सियोजेनिक इन्ग्रिडियन्टको कुराहरू हो होइन। त्यो बिजनेसमा चाहिँ अब हामीले नाम टुकेर चाहिँ भन्न मिल्दैन, तर त्यो इन्ग्रिडियन्टहरू राख्दाखेरि चाहिँ उहाँलाई अलिक सस्तो पर्छ, सो द्याट प्रफिट अलिक राम्रो हुन्छ। सो मार्केट संसारभरि त्यसरी नै चलिरहेको छ, तर अहिले चाहिँ पिपुलहरू अवेर भइरहेको छ। अब यत्रो टेक्नोलोजी छ, इन्फर्मेसनहरू छ होइन, त्यसले गर्दाखेरि चाहिँ डिफ्रेन्ट मिडियाबाट चाहिँ मान्छेले चाहिँ हामी कसरी हेल्दी हुने, अझ यो लाइफ कसरी राम्रो बेटरली बाँच्ने भनेर उहाँहरूले पत्ता लगाइरहनु भएको छ नि। सो त्यसरी गर्दाखेरि जसरी हामीले खोजेको जस्तै धेरैजना जस्तो हामीले भेटेको कस्टमरै भनौँ, उहाँहरूले पनि यसरी खोजिराख्नु भएको रहेछ क्या, मलाई बेटर अप्सन के हो भनेर। सो त्यो गर्दाखेरि चाहिँ त्यो अलिकति लिङ्केज चाहिँ अब हामीले स्टार्ट चाहिँ गऱ्यौँ, लिङ्क भइरहेछ।
अलिकति लिङ्क अझै गर्नुपर्छ, अलिकति अवेर अझै गर्नुपर्छ होइन, त्यो चाहिँ फिल भइरहेछ। र यसमा चाहिँ डेफिनेटली गभर्मेन्टबाट पनि सपोर्ट भयो भने, जस्तै अब हामी एउटा सेक्टर भयौँ, हामीले गर्नुपर्छ भने गभर्मेन्टले पनि अब यस्तो किसिमको कामहरूलाई चाहिँ उहाँहरूले अलिकति सपोर्ट गरिदिनु भयो भने त्यो हाम्रो स्पिड भन्दा पनि त्यो स्पिड अझ मच मोर फास्टर चाहिँ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। यो कुराहरू एकदम बुझ्नुपर्ने कुराहरू हो, किन भन्दाखेरि बुझ्नकै लागि नै अहिले हामी यहाँ छौँ स्पेसली। र यो बुझेन भने चाहिँ कस्तो हुन्छ भने, अब अघि मैले भने जस्तो अहिलेसम्म पनि हामी अवेर छैनौँ कि, जस्तै भनौँ न कुनै पनि प्रडक्ट लिइरहेछौँ भने कहिलेकाहीँ त्यसको ब्रान्डलाई हेरेर लिएर आउँछौँ अथवा कहिलेकाहीँ उसको पैसालाई हेरेर लिएर आउँछौँ भनेको हरेक मान्छेले डिफ्रेन्ट डिफ्रेन्ट एङ्गलबाट लिएर आउँछ। तर स्पेसिफिकली अब कुन इन्ग्रेडियन्टले बनिरहेछ भनेर अथवा कुन इन्ग्रेडियन्टले चाहिँ गर्दाखेरि यो प्रडक्ट कस्तो भइरहेछ भन्ने कुरा त धेरै मान्छेले थाहा हुँदैन। त्यही भएर अलिकति बायो इन्जाइम भनेर भन्नुभयो नि हजुरले, एकदम सिम्पल ल्याङ्ग्वेजमा क्लेरिफाई गरिदिनुहोस् न, यो बायो इन्जाइम भनेको के हो र कसरी काम गर्छ? बायो इन्जाइमको टेक्निकल नै हो होइन। सो यसमा हामीले नेपाली वर्ड्सहरू खोज्दाखेरि त्यो छैन रहेछ ट्रुली भन्दा, सो यसलाई चाहिँ म ट्रान्सलेट गरेर इजिली भन्न ट्राई चाहिँ गर्छु। सो बायो इन्जाइम बायो भनेको चाहिँ लिभिङ भयो होइन। सो इन्जाइम भनेको चाहिँ इट्स लाइक अ लाइफ प्रोसेसको लागि चाहिने कुरा होइन। सो यो भनेको हामीहरू जति पनि लिभिङ बिइङ्सहरू छ, आँखाले देख्ने नदेख्ने भनेको हामी ह्युमन्स, एनिमल्स, प्लान्ट्स, तपाईँको इभन ब्याक्टेरियाजहरू, वर्म्सहरू जुन चाहिँ लिभिङ छ, त्यो लाइफ प्रोसेस हुँदाखेरि त्यहाँ केमिकल रियाक्सन्सहरू भइरहेको हुन्छ भित्र। त्यसमा उनीहरूको त्यो केमिकल रियाक्सन हुँदा स्पिड अप गर्ने, त्यो ब्रेकडाउनहरू गर्ने काम चाहिँ इन्जाइमले गर्छ। सो दिस इज इन्जाइम। सो हाम्रो इक्जाम्पल दिनुपर्दा म अलवेज के भन्छु त, हाम्रो डाइजेसन सिस्टम जब खाना खाँदा मुखमा थुक आउँछ, त्यसले टुक्रा गर्छ, हामीलाई चाहिने न्युट्रिसनहरू यहीँबाट नै सुरु भइसकेको हुन्छ नि होइन। सो त्यो कुराहरू चाहिँ इन्जाइमले गर्छ। अझ भित्र गएपछि अरू इन्जाइमहरू पनि छ, सबैको कामहरू फरक फरक छ। सो हामीले चाहिँ के गर्यौँ भन्दाखेरि स्पेसिफिक प्लान्टहरू सेलेक्ट गरेर, मेरो काम के हो त, मैले के गर्नु खोजिरहेको छु, हामी क्लिनिङको काम गर्न लाग्छ। सो क्लिनिङमा राम्रो हुने प्लान्टहरू जस्तै कागतीहरू, सिट्रस भयो, पाइनएप्पलहरू भयो, रिठाहरू भयो, त्यसलाई कलेक्सन गरेर त्यसलाई इन्जाइम बनाउँछौँ। द्याट मिन्स त्यसमा के क्वालिटिजहरू छ, कागतीमा लिमोनिन भन्ने कुरा छ, पाइनएप्पलमा ब्रोमिनिन, सुरितामा सोपोनिन, यस्तो यस्तो फ्याक्टर्सहरू छ, उसको आफ्नो स्पेसल काम छ होइन। सो यो कुराहरू चाहिँ इन्जाइमेटिक जुन प्रोसेस हामी राख्छौँ एकचोटि इन्जाइम बढाउनको लागि अलरेडी नै छ प्लान्टमा। सो हामी फर्मेन्टेसन गरेर त्यो इन्जाइमेटिक प्रोसेस बढाउँछौँ, जुन पहिलाको भन्दा उसको अमाउन्ट बढ्छ। अनि त्यो के कामको लागि गर्ने हो, त्यसको अब त्यो रिजल्ट पनि बेटर हुन्छ। त्यसरी हामी चाहिँ अहिले फर्मेन्टेसनमा राख्यौँ, अनि त्यो प्रडक्ट लियौँ, त्यसको के काम गर्ने हो। जस्तो अहिले हाम्रो प्रडक्टहरूमा डिफ्रेन्ट प्रडक्ट छ, सो डिफ्रेन्टमा डिफ्रेन्ट इन्जाइम्सहरू र डिफ्रेन्ट रेसियोजमा हाम्रो काम अनुसार छ, त्यसरी नै प्रडक्ट बनाइरहेछौँ। र यो चाहिँ बायो इन्जाइम भनेको चाहिँ नेचुरल तरिकै भयो कि। अब जस्तो अब हामीले युज गर्ने भनेको चाहिँ ल्याबमा बन्ने भयो, ल्याब बेस्डहरू भयो होइन, फर्मुला राखेर अब त्यो बल्क अमाउन्टमा बन्छ, जुन त्यो सस्तोमा पनि आउँछ। सो अहिले चाहिँ हामीले चाहिँ के गरिरहेछौँ भन्दाखेरि म्यानुअली टाइपको गरिरहेछौँ, किन इनिसियल स्टेज पनि हो यो अहिले हाम्रो। सो इन्जाइम चाहिँ बनाइरहेछौँ, मेन कुरा चाहिँ त्यो हो। सो त्यसपछि चाहिँ अनि हामी चाहिँ त्यसलाई चाहिँ कसरी हामीलाई हेल्दी तरिकाले एप्लिकेसनको लागि राम्रो तरिकाले गर्न सक्छौँ भनेर त्यो रिसर्चहरू गरेर प्रडक्ट बनाएर चाहिँ दिइराखेको छौँ। सो हाम्रो अल प्रडक्टहरू चाहिँ इन्जाइम बेस्ड, द्याट मिन्स तपाईँको चाहिँ नेचुरल भयो सबसे मेन कुरा। अनि हामीलाई यो क्वेसन पनि आएको थियो क्या, केमिकलै छैन त भनेर। अफकोर्स केमिकल छ, तपाईँको पानी भनेको H2O भयो होइन, अक्सिजन भनेको O2 भयो, केमिकल सबै ठाउँमा छ। जस्तो केमिस्ट्रीले सबै कुरा चाहिँ अब त्यो केमिस्ट्री नै देख्छ होइन उसले, भनेपछि यसमा छ। तर हामीले भन्नु खोजेको नेचरबाट आएको कुरालाई धेरै प्रोसेस नगरिकन हामीले सिम्पली अलि हेल्दी वेले अलिकति कन्भिनियन्ट मात्रै गरेर हामी दिइरहेछौँ होइन। सो अगाडिको केसमा चाहिँ हो त्यसले हाम्रो लाइफ कन्भिनियन्टहरू बनाइरहेछ, सजिलो बनाइरहेछ, तर अब चाहिँ अलिकति त्यसमा हार्मफुल केमिकल्सहरू छ है। सो यो कुरामा चाहिँ अब तपाईँहरू अवेर भएर त्यो प्रडक्ट सेलेक्सन गर्दाखेरि चाहिँ गर्नु पऱ्यो। सो अलवेज हामीले लिनुपर्छ भन्ने पनि होइन, तर तपाईँले पिक गर्दाखेरि चाहिँ अलिकति हेल्दी कुराहरू के छ, सो त्यसरी चाहिँ गर्नुपर्छ भनेर चाहिँ म चाहिँ अब तपाईँहरूलाई एडभाइस दिन्छु भन्नुभयो। यसलाई चाहिँ भनेपछि हामीले नेचुरल केमिकल भन्न मिल्यो। एक्ज्याक्टली, नेचुरल दिएको कुरा हजुर, केमिकल नै भयो, नट ल्याब बेस्ड। नर्मली यो के भन्छ, कुनै पनि फलफुलको बोक्राबाट अनि त्यसपछि किचन वेस्टहरूबाट चाहिँ कसरी क्लिनिङ प्रडक्ट चाहिँ कसरी बन्छ? सो इन्ट्रेस्टिङ, एकदम ब्युटिफुल क्वेसन सोध्नुभयो। हामी यसैमा काम गरिरहेछौँ होइन। सो हामीले चाहिँ जस्तो किचन वेस्ट भन्नाले मैले कागतीको चिया खाएँ, जस्तै हामी चिया खाँदैछौँ, त्यो बोक्रा छ, त्यो बोक्रा चाहिँ धेरै जस्तो हामी फ्याँकिदिन्थ्यौँ होला, मलाई चाहिएन भनेर, कसैले त अरू युज गर्नुहुन्थ्यो। त्यसलाई नै लिएर अब हामी फर्मेन्टेसनमा राखिदिन्छौँ। बायो इन्जाइमको फर्मुला नै छ, तपाईँहरूले युट्युब पनि गर्न सक्नुहुन्छ होइन। त्यो धेरै DIYहरू पनि छ, स्पेसली इन्डियामा धेरै भइरहेछ DIY वाला काम। सो त्यो चाहिँ तपाईँको स्पेसली हामीले सफाइ गर्ने भनेपछि अघि नै मैले भने कागती होइन, रिठाहरू, पाइनएप्पलको हामीले बनाउँछौँ।
अनि फर्मेन्टेसनमा राख्यौँ। सो नेचुरल फर्मेन्टेसन फेरि तपाईँको इन्जाइमहरू त डिफ्रेन्ट कामको लागि वर्ल्ड वाइड नै धेरै तरिकाले युज भइरहेको छ। टेक्सटाइलको लागि पनि इन्जाइम भइरहेको हुँदो रहेछ, बायोग्यासेसहरूको लागि नै हुन्छ होइन। सो अनि तपाईँको इभन फार्मास्युटिकल्स कम्पनीहरूमा हाम्रो औषधिहरूमा पनि इन्जाइम हुन्छ नै होइन। तर अहिलेको केसमा चाहिँ हामीले नेचरबाट आएकोलाई त्यसमा इन्जाइमेटिक प्रोसेस बढाएर तपाईँलाई जस्ट त्यो युज गर्नको लागि दिइरहेछौँ कि। सो डेभलप कन्ट्रिजमा अब हामी स्टडी गर्दाखेरि उहाँहरूको बिग सेटअप इन्डस्ट्री सेटअपहरू नै हुन्छ इन्जाइम नै बनेर होइन। अनि त्यो उहाँहरूले चाहिँ जस्तो यो स्पेसली यो क्लिनिङको लागि मात्र इन्क्लुडिङ हस्पिटल तपाईँ इमेजिन गर्नुहोस् न, हस्पिटलमा त कस्तो डिफ्रेन्ट किसिमको माइक्रोवेल बायोम्सहरू हुन्छ, त्यहाँ पनि इन्जाइम चाहिँ बेस्ट भनेर हामीले उनी पढेर सानो सानो ब्लगहरू पनि निकालिराखेको छ। सो यो चाहिँ अब हामीले भर्खर यो नेपालमा स्टार्ट गरेको भएर थाहा नभएको हो होइन। तर बिस्तारै अब यो काम गर्दै गएपछि अब यो मलाई लाग्छ अब केही टाइममा चाहिँ हामी सबैले इन्जाइमको बारेमा चाहिँ थाहा हुन्छ र अब तपाईँहरूले चाहिँ आफैले तपाईँको इच्छाअनुसार चाहिँ तपाईँले चोइस चाहिँ अब गर्न सक्नुहुन्छ। यसमा हजुरले यहाँ प्रडक्टहरू ल्याउनु भएको छ नि त, हजुर। 1 by 1 एउटामा के इन्ग्रेडियन्ट्स छ र कसरी प्रोसेस हुन्छ एक्सप्लेन गर्न सक्नुहुन्छ? 1 by 1 एउटा यो चाहिँ हाम्रो मोस्ट सोल्ड प्रडक्ट होइन, एकदम अहिले चलिरहेको यो चाहिँ स्याम्पू हो। पिक्चर पनि देख्नुहुन्छ, यसमा चाहिँ हामीले 40+ हर्ब्सहरू जुन चाहिँ हाम्रो इन्डिजिनियस नलेज हाम्रो हजुरआमाहरूले चाहिँ जस्तै रिठा अमला जङ्गलबाट ल्याएर खेतबारीबाट ल्याएर नुहाउने काम गर्नुहुन्थ्यो। आफ्नो कपालमा केही प्रब्लम भयो भने यही लगाएर दिनुहुन्थ्यो। सो त्यो नलेजलाई ग्र्याब गरेर हेयरको लागि राम्रो हुने जडीबुटीहरू राखेर हामीले इन्जाइम पनि राखेर यो स्याम्पू चाहिँ बनाएको छौँ। सो यो इन्ग्रिडियन्ट्सको कुरा भयो होइन। सो यसको फाइदा भनेको अनि हामीले चाहिँ यसलाई के भनेको थियो, यसमा इन्जाइम छ। सो इन्जाइमको सिम्पल काम भनेको इट ब्रेक डाउन्स भेरी फास्ट के, हामीले आँखाले नै हेर्नु भ्याउँदैन। सो पानीसँग त्यो राख्दाखेरि त्यो ब्रेक डाउन गर्छ नि, जस्तो फोहोरहरू तपाईँको हाम्रो अब खाना भयो, कार्बोहाइड्रेट भयो, प्रोटिन भयो, फ्याट भयो, यसले टुक्रा टुक्रा गरिदिन्छ र पानी राख्दाखेरि चाहिँ यसले सफा गरेर पठाइदिन्छ। यसको चाहिँ प्रिन्सिपल त्यो हो। इन्जाइमले क्लिन गर्यो, जस्तो कपालमा तपाईँको डटहरू छ भने यसले क्लिन गर्ने भयो, र हर्ब्सहरूले चाहिँ न्युट्रिसन दिने भयो। अनि यो चाहिँ एकदम राम्रो चाहिँ फिडब्याक आइरहेछ कस्टमर। अनि हामीले चाहिँ प्रमिसेसहरू पनि गरेको थिएनौँ यो हुन्छ त्यो हुन्छ भनेर, तर कस्टमरहरू चाहिँ हामी सोद्धाखेरि हेयरफलको लागि हुन्छ, ड्यान्ड्रफको लागि हुन्छ भन्दा चाहिँ प्लिज ट्राई गरेर हेर्नुहोस् भनेर हामीले यसरी एप्रोच गरेको थियौँ। र रिजल्ट इज सो गुड क्या। धेरैजनाको चाहिँ यो हेयर प्रब्लमहरू पनि सल्भ चाहिँ भइरहेको रहेछ यसबाट चाहिँ स्याम्पू भयो, स्याम्पूबाट। हजुर, यो चाहिँ हाम्रो बडी वास। बडी वास चाहिँ हामीले लेबली ग्रिन बनाएको छौँ। यो किन भन्दा चाहिँ यसमा हामीले मिन्ट र निम युज गरेछौँ। हाम्रो तराईमा कति धेरै पाउँछ नि निम होइन। निम चाहिँ स्पेसली स्किनको लागि एकदम राम्रो हुन्छ। अनि स्किनमा आउने स्मल प्रब्लम्सहरू, ऱ्यासेसहरू, इन्फेक्सन्सहरू पनि यसले चाहिँ हिल गर्न चाहिँ हेल्प गर्दो रहेछ। त्यही भएर हामी एलोभेरा, भाइटामिन ईहरू मिक्स गरेर चाहिँ यो बडी वास चाहिँ बनाएको छौँ। र अहिले चाहिँ हामीले अहिलेको टाइममा चाहिँ एकदम हामी नेचुरल हुन ट्राई गरिरहेछौँ होइन। त्यसैले प्रिजर्भेटिभ्स र अनि हामीले फ्रेग्रेन्सहरू चाहिँ आर्टिफिसियल फ्रेग्रेन्स केही युज गरेको छैन। सो यसमा जुन स्मेल छ त्यो यसमा भएको इन्ग्रिडियन्टको नेचुरल स्मेल हो, र यसमा चाहिँ तितो बास्ना आउँछ तपाईँको, किनकि यसमा निम छ होइन। अनि तपाईँले मिस्टेकले हाम्रो प्रडक्टहरू खानुभयो अरे, एक्चुली खानको लागि चाहिँ बनाएको होइन। तर लेट्स चाहिँ बच्चाले अथवा ठुलो मान्छेले खायो भने पनि तपाईँलाई हार्म चाहिँ केही हुँदैन, किनकि मोस्टली इडेबल तपाईँको रिठा बाहेक प्रायः सबै खान मिल्ने कुराहरू नै छ होइन। सो यो चाहिँ हाम्रो बडी वास भयो। अनि अर्को भनेको यो अहिलेको हाम्रो सिजनमा, यो सिजनमा एकदम चलिरहेको चाहिँ हाम्रो मस्किटो रेपेलेन्ट बाइन्जाइम बेसमा हामीले चाहिँ यो इसेन्सियल ओइल, युक्यालिप्टस ओइल तपाईँको अनि सिट्रोनेला लेमन मिसाएर यसको जुन स्मेल आउँछ नि, यो स्मेललाई चाहिँ यो मस्किटोलाई मन पर्दैन रहेछ। सो यो नेचुरल भएको भएर 4-5 इयर्ससम्म जबसम्म यो हाम्रो यहाँ बसिरहन्छ रुममा, अथवा मैले मेरो वरिपरि स्प्रे गर्न मिल्छ, यो गरेपछि चाहिँ तपाईँलाई लामखुट्टेले चाहिँ दुःख दिँदैन। हजुर, अनि बेस्ट पार्ट भनेको यो नेचुरल भयो, सिन्थेटिक केही पनि छैन यसमा। अर्को यो चाहिँ हामीले स्टार्ट गरेको प्रडक्ट हो होइन, यो फ्लोर क्लिनर। यो चाहिँ इन्जाइम नै हो, जुन मैले इन्जाइम बनाउँछु भनिरहेको थिएँ फर्मेन्टेसनबाट। त्यसबाट चाहिँ इन्जाइम बनाएपछि जस्ट फिल्ट्रेसन मात्रै गरेर होइन, भेरी र फर्म भन्नुपर्छ आई मस्ट से होइन। यसमा चाहिँ लेमन र तपाईँको यो चाहिँ रिठा मोस्टली हजुर, लेमन र सोपनट, कागती र रिठा। किनकि यो प्रडक्टहरू भनेको हाम्रो ट्रेडिसनल इन्डिजिनियस नलेजमा सफा गर्ने कुरा नै हो। सो त्यसैको इन्जाइम हो यो। सो यो चाहिँ तपाईँले चाहिँ यो अलिकति कन्सन्ट्रेटेड छ, अनि यसलाई चाहिँ तपाईँले अलिकति यो डाइल्युसन गरेर मपिङहरू गर्न अथवा किचनमा भएको कडा काइन्ड अफ लाइक त्यो डिटोलले गर्ने टाइपको, लाइजोलले गर्ने काम चाहिँ यसले गर्छ। अनि हामीसँग ह्यान्ड वास पनि छ।
ह्यान्ड वास चाहिँ डिटोलले गर्ने काम गर्छ होइन। अनि यो चाहिँ तपाईँको कोलिनले गर्ने काम चाहिँ यसले गर्छ। रिप्लेसमेन्ट अफ कोलिन भन्दा नेचुरल रिप्लेसमेन्ट होइन। यसकै डाइल्युसन भर्जन मात्रै हो। जस्तो हामीले कन्भिनियन्ट मात्रै बनाएको, जस्तो तपाईँको अब हामीले टेबल सफा गर्नु पऱ्यो, डेस्कहरू, जस्तो मेरो वर्किङ टेबल, डाइनिङ टेबल होइन, एनी काइन्ड अफ सर्फेस जस्ट स्प्रे एन्ड वाइप, इट्स भेरी इजी। अनि यसमा हामीले नेचुरल यो इसेन्सियल ओइल मिसाएको छौँ। र यो चाहिँ कतिजनालाई चाहिँ अब हामीहरूको बायो इन्जाइम र यो इसेन्सियल ओइल कतिजनालाई चाहिँ एकदम मन पनि पर्छ, तर कतिजनालाई चाहिँ मन पनि पर्दैन यो, किनकि यसमा चाहिँ प्रोसेस एकदम कम छ। अनि हल्का कागतीको अचारको जस्तो स्मेल बास्ना आउँछ, आउँछ। स्मेल आउँछ। हजुर यसमा फेरि नर्मल्ली हामी जस्तो भनौँ न कमन मान्छेको उमा चाहिँ पर्सेप्सनमा के पनि छ भने अब नेचुरल प्रडक्टहरू बेनिफिसियल छ, तर पनि कहिलेकाहीँ चाहिँ कति धेरै मान्छेले चाहिँ के भन्छ भने यो इफेक्टिभ छैन भन्छ कि भन्न खोजेको मतलब। जस्तै फर इक्जाम्पल इभन स्याम्पूको कुरा गऱ्यो भने अब हामीले केमिकल भएको स्याम्पू त लगाउने बित्तिकै यति धेरै फिज आउँछ, ओहो मैले त स्याम्पू गरेँ जस्तो हुन्छ नि त मान्छेलाई। तर अब नेचुरलवालामा त त्यो अलिकति लेस हुन्छ नि त, त्यो फिजहरू त कम आउँछ। अनि त्योवाला कन्सेप्टमा चाहिँ के छ हजुरको? एकदम वन्डरफुल क्वेसन सोध्नुभयो। यो चाहिँ हामीले भन्नै पर्ने कुरा होइन। सो साइन्टिफिकली प्रुभन तपाईँलाई सफा गर्नलाई त्यो लेदर चाहिँदैन। सो यो पहिलाको कम्पनीजहरूले चाहिँ के गर्यो भन्दा हामीलाई गुड फिल गराउनको लागि चाहिँ उहाँहरूले चाहिँ यो डिफ्रेन्ट काइन्ड्स अफ यो एसएलएसहरू, एसएलइएसहरू राखेर त्यसको काम भनेको ऊ मात्रै निकाल्ने, फिज मात्रै निकाल्ने, सफा चाहिँ खासै त्यसले गर्दैन। तर प्रब्लम दिने नै यसैले रहेछ कि फेरि एसएलएस, एसएलइएसले चाहिँ त्यो सफा गर्दाखेरि त्यो सट्ट बाहिरको एक लेयर त्यो निकाल्ने भएको भएर त्यो ओइलिङहरू सबै निकाल्ने भएर सुक्खा हुन्छ। र अनि कसैलाई चाहिँ त्यो धेरै सुक्खा हुने भएर ड्यान्ड्रफको प्रब्लमहरू त्यही कारणले आउने हो, स्किनको प्रब्लमहरू चाहिँ होइन। अनि त्यही भएको भएर चाहिँ यो खासै नचाहिने कुराहरू हो। त्यो हामीलाई गुड फिलिङ गराउनुको लागि हामी कन्भिनियन्ट नभएको। सो अर्को कुरा के भयो भने उनीहरूले चाहिँ एकदम फास्ट रिजल्ट देखिन्छ होइन। जस्तो तपाईँको चाहिँ यो लाइजरहरूमा चाहिँ एसिडहरू पनि मिसिराखेको हुन्छ, एसिडिक हुन्छ नि त। सो एसिडिक हुने बित्तिकै तपाईँको अलिकति त्यो बाहिरको लेयर्सहरू चाहिँ उसले निकालिदिन्छ क्या। जस्तो कसरी सफा हुन्छ भन्दा बाहिरको लेयर गयो अनि त्यसपछि भित्रको भाग त एकदम राम्रो देखियो, त्यसरी हुन्छ। अलिकति एसिडिक भएको भएर चाहिँ हाम्रो केसमा त्यस्तो हुँदैन। हाम्रो केसमा चाहिँ तपाईँको रिजल्ट फास्ट देखिँदैन, किनकि स्लोली काम गरेर हुन्छ। स्पेसली इन्जाइमसँग काम गर्दाखेरि चाहिँ तपाईँको चाहिँ त्यो लेयर जाने होइन कि यसमा चाहिँ गुड ब्याक्टेरिया र ब्याड ब्याक्टेरिया भन्ने कुरा हुन्छ। सो हामीले रिसर्च गर्दाखेरि पनि यस्तो ब्याड ब्याक्टेरिया फर इक्जाम्पल इकोलाईहरू त्यो यसले हटाउँदो रहेछ। त्यसले गर्दाखेरि हाम्रो सर्फेसमा त्यो भएन, सो हामी हेल्दी भयौँ। तर अगेन यहाँ ब्याक्टेरियाजहरू चाहिँ छ है। जस्तो तपाईँको डेटोलमा इट किल्स 99.9% जर्म्स एन्ड ब्याक्टेरिया भन्छ नि त, अलमोस्ट सबै क्लिन गर्यो। तर हाम्रो त्यस्तो किल हुँदैन। हाम्रो चाहिँ गुड ब्याक्टेरियाजहरू चाहिँ हुन्छ। र अनि यो कन्सेप्ट चाहिँ हाम्रो चाहिँ गट हेल्थमा चाहिँ हामी रिलेट गर्छौँ क्या। यसमा चाहिँ फेरि हजुरले गुड ब्याक्टेरिया भन्दै गर्दाखेरि यो बुझ्न पनि जरुरी हुन्छ होला मान्छेलाई, यो गुड ब्याक्टेरिया र ब्याड ब्याक्टेरियाको बारेमा पनि भनिदिनुहोस्। गुड ब्याक्टेरिया भनेको जसले चाहिँ हामीलाई फाइदा गर्छ, जस्तै फर इक्जाम्पल दहीमा ल्याक्टोब्यासिलस भन्ने ब्याक्टेरिया हुन्छ, त्यसले चाहिँ हाम्रो गट हेल्थलाई राम्रो गर्छ र हामीलाई डाइजेसनलाई हेल्प गर्छ होइन। अनि जस्तो ब्याड ब्याक्टेरिया भनेको मैले भर्खरै भने इकोलाई, जस्तो अहिले तपाईँले न्युजमा सुन्नुहुन्छ जस्तो पानीहरूमा तपाईँले इकोलाई भेट्यो भनेको त्यो डिसेन्ट्री गर्ने होइन, पेट सम्बन्धी प्रब्लम गर्ने ब्याक्टेरियाजहरू चाहिँ हो। त्यो पानीमा स्पेसली यो मौसम बर्सातको मौसममा भेटिन्छ। सो हाम्रो इन्जाइमहरू टेस्ट गर्दाखेरि क्लिनिक इफिकेसी टेस्टहरू भयो होइन, कुन कुन ब्याक्टेरियाजहरू छ चेक गर्दाखेरि चाहिँ हार्मफुल ब्याक्टेरियाजहरू चाहिँ छैन नै। सो अरू ब्याक्टेरियाजहरू छ अगेन, तर त्यो हामीले चेक गऱ्यौँ भने त्यो चाहिँ अब हाम्रो एउटा गुड माइक्रोवेल बायोम पनि त चाहियो। हामी चाहिँ यस्तो छौँ कि हामीलाई थाहा नै छैन, हामीले आँखाले नदेख्ने ब्याक्टेरियाजहरूले पनि हामीलाई एउटा लिभिङ एउटा एम्बियन्स बनाइदिइरहेको हुँदो रहेछ क्या। सो इनसाइड पनि हाम्रो कति धेरै मिलियन्स अफ ब्याक्टेरियाजहरू हुन्छ, त्यो भएन भने हाम्रो चाहिँ हेल्थ राम्रो हुँदैन। सो अहिलेको केसमा एउटा प्रब्लम इम्युनिटी एउटा विक हुने कारण पनि त्यही नै हो। सो हाम्रो यो युज गरेपछि तपाईँहरूको चाहिँ अलिकति इम्युनिटी स्ट्रङ्गर पनि भएर आउँछ। सो अगेन तपाईँको क्वेसनमा चाहिँ फास्ट रिजल्ट चाहिँ देखिँदैन नि, आजको भोलि एकदम कपाल त्यतिको तल्केर एकदम ब्युटिफुल त्यो त्यस्तो चाहिँ हुँदैन, चेन्ज हुँदैन। अफकोर्स त्यो बिस्तारै तपाईँको के हुन्छ भन्दाखेरि हाम्रो एक्सपिरियन्समा चाहिँ हेल्दी भयो नि त अब। सो हेल्थवाला रिजल्ट देखिन्छ क्या। अब कपालको यो स्ट्रान्डहरू राम्रो हुन्छ, तपाईँको यो ड्यान्ड्रफहरू भएन, हेयरफल नै योवाला रिजल्ट चाहिँ तपाईँले देख्नुहुन्छ। ब्युटीको लागि भन्दा पनि अब त्यही भएर हामी चाहिँ हेल्थ राम्रो हुन्छ है भनेर हामीले क्लेम पनि त्यसरी नै गरिरहेछौँ। अनि हामी लिट्रेचर गर्दा पनि त्यसरी नै हेऱ्यौँ, अनि एक्सपेरिमेन्ट गर्दा पनि देख्यौँ, र जे देखेको कुरा छ त्यही मात्र सेयर गरेछौँ। एकदम नयाँ एकदम होइन यो हुँदै नभएको कुरा जस्ट फर सेल होइन, त्यसो चाहिँ हामी गरेछौँ। हामी टाइम लाउँछौँ, हो अब नयाँ कुरा हो बुझ्नुपर्छ, तर हामीलाई विश्वास छ कि एकचोटि उहाँहरूले बुझ्नुहुन्छ, बुझेपछि बिस्तारै अब प्रडक्ट चाहिँ अनि हामीलाई अलिकति धेरैजनाले चाहिँ लिनुहुन्छ। ओके, यसमा चाहिँ जस्तै
अब हजुरहरूको त रिच भनौँ न इन्टरनेसनली पनि छ नि त, हजुरको पार्टनरहरू कोही बाहिरबाट नि काम गरिरहनु भएको छ। अनि बाहिरको देशहरूमा स्पेसली डेभलप कन्ट्रीहरूमा चाहिँ यो नेचुरल प्रडक्टलाई लिएर कतिको अवेर छन् उनीहरू, या उनीहरू ट्रेडिसनल्ली पहिला जस्तै केमिकलवालामा नै बढी अलाइन छन् त? चाहिँ कन्ट्री वाइज छ तपाईँको यो अवेरनेस भनेको युरोपियन कन्ट्रिजमा धेरै नै छ। सो अहिले चाहिँ हामी बाहिर गइहाल्ने चाहिँ प्लान छैन। सो अहिले फर्स्टमा चाहिँ हामी नेपाल इनसाइड द अब काठमाडौँ भ्यालिज नै भयो। स्लोली अब हामी चाहिँ पोखरामा गयौँ, पोखरामा पनि सामान छ हाम्रो थोरै। अब चाहिँ डेभलप सिटिजहरू फर्स्ट नेपालमै जाने हाम्रो प्लान छ। सो नेपालमा अनि यो ओके भयो, फेरि यहाँको मान्छेको इम्युन सिस्टम, स्किनको कोलाजिनहरू, हेयरको स्ट्रक्चरहरू डिफ्रेन्ट हुँदो रहेछ क्या। सो पहिला एकचोटि यहाँ काम गऱ्यौँ, किनकि हामी रिसर्च गर्दै गरिरहेछौँ। सो यहाँ सक्सेस भएपछि अनि एउटा इस्यु चाहिँ हाम्रो सर्टिफिकेसनको छ। सो हामी चाहिँ एकदम गभर्मेन्टको अफिसहरू पनि धाइराखेको थियौँ होइन। किन भन्दाखेरि तपाईँको खानको लागि जस्तो तपाईँको डिएफटिक्यू हुन्छ नि, त्यो तपाईँको मार्टमा त्यो नम्बर राखेर मात्रै बेच्न पाउनुहुन्छ कि, रजिस्ट्रेसन नम्बर एन्ड डिएफटिक्यू नम्बर इज म्यान्डेटरी होइन। हाम्रो केसमा चाहिँ रजिस्ट्रेसन नम्बर मात्रै छ। मिन्स गभर्मेन्टको कुनै एउटा दिएर गभर्मेन्टले पनि यो चेक गर्नु भएको छ है भनेर अहिले चाहिँ हामीले प्रेजेन्ट गर्नु पाएको छैन। डिएफटिक्यू जस्तो चाहिँ गभर्मेन्टबाट कुनै चाहिँ हामीले पाएकै छैनौँ होइन। सो त्यसको लागि हामीले खोज्दाखेरि चाहिँ हामीले अब गर्न सक्ने भनेको नेपाल स्ट्यान्डर्ड रहेछ, जुन चाहिँ रिगरस छ। अनि हामी सर्टेन टाइममा चाहिँ अलिकति हामीले होमवर्कहरू गरेर त्यो गर्ने प्लान गरिरहेछौँ। अर्को भनेको चाहिँ इन्टरनेसनल बडिजहरू छ, जस्तै इकोसर्ट होइन। इकोसर्टले चाहिँ तपाईँको प्रडक्ट अर्ग्यानिक हो कि नेचुरल हो भनेर दिँदो रहेछ होइन। सो त्यो गर्ने प्लानिङ छ, तर त्यसको लागि चाहिँ बिग इन्भेस्टमेन्टहरू चाहिँदो रहेछ। सो अहिले हामी इनिसियलमा भएको भएर चाहिँ, अनि यो कहिले गर्ने भन्दा जब मैले सामान बाहिर पठाउँछु, युरोपियनमा जाँदाखेरि चाहिँ मस्ट होइन, त्यो मार्केटको लागि चाहिन्छ नै। सो त्यो बेलामा चाहिँ हामी यस्तो चाहिँ सर्टिफिकेसन्सको यो प्यारामिटर्सहरू के त्यो एकदम टफ हुँदो रहेछ क्या। त्यो गरेर चाहिँ जाने चाहिँ अहिले प्लान छ। सो अहिलेको लागि चाहिँ नेपालमै काम गर्ने भएको भएर चाहिँ अब पोडकास्टबाट पनि आई थिङ्क यो एउटा गुड एउटा जान्छ होला म्यासेज होइन। गभर्मेन्टबाट नै अब हामीलाई अलिकति सपोर्ट होइन, जस्तो उहाँहरूको छैन नि त अहिले बडी, एउटा कुनै बडी आइदिएर अनि नेपालमै हामीले यसको सर्टिफाइड गर्न पायौँ र अहिले फर्स्टमा नेपालमै सेल गर्न पायौँ भने चाहिँ त्यो बेस्ट हुन्छ होला। मैले हजुरलाई सोध्न खोजेको चाहिँ एउटा चाहिँ के भन्दाखेरि, अब अहिले हामी त अन्डर डेभलप कन्ट्री हो नि त, अनि यो कुराहरू कति नयाँ पनि हुनसक्छ किनकि अवेरनेसको कुरा छ। जुन चाहिँ अलरेडी डेभलप कन्ट्रीहरू छ होइन, उनीहरू चाहिँ कतिको अवेर छ स्पेसली यो नेचुरल प्रडक्ट चाहिँ युज गर्नुपर्छ भनेर? एक्ज्याक्टली, जस्तो अब हामी भेट्छौँ यहाँ कतिजनाले हामीलाई लिङ्क गराइदिनुहुन्छ, उहाँहरू त एकदम खोजि नै रहनु भएको छ। स्पेसली उहाँहरूले चाहिँ अलरेडी यो जस्तो यो प्रोसेस्ड प्रडक्टहरू युज गर्नु भइसक्यो, त्यसको फाइदा बेफाइदा सबै उहाँहरूले एक्सपिरियन्स गर्नु भइसक्यो र नेचुरल इज गुड है, गो ब्याक टु नेचर भनेर उहाँले बुझ्नु भइसकेको छ, स्पेसली युरोपियन कन्ट्रीको मान्छेहरूले चाहिँ होइन। अनि उहाँहरूले चाहिँ खोजिरहनु भएको छ कि यो, अनि मलाई पनि यस्तो प्रडक्टहरू देऊ है भनेर भनेको छ। त अगेन मार्केट इज देयर। झन् हाम्रो नेपालमा त जुन त्यो हाम्रो ग्लेसियरबाट आएको जुन त्यो एकदम सबसे बेस्ट फर्म अफ वाटर भनेको त्यो रहेछ, ग्लेसियरबाट आएको पानी होइन। त्यो पानीबाट आएको जुन हाम्रो जङ्गलहरूमा जुन हब्स मैले नाम मेन्सन गरेँ अमला भनेको, यो हामीले रोप्ने आउने होइन, यो रुखहरूबाट आउने हो। यो चाहिँ हाम्रो कम्युनिटी फरेस्टहरू मोस्टली होइन, त्यहाँबाट उहाँहरूले लिएर त्यो भनेको त्यो बेस्ट र मटेरियल्स नै बेस्ट हो। उहाँहरूले जुन त्यो सप्लाई चेन नै चेक गर्नुहुन्छ नि, त्यो गर्दाखेरि नै यसरी गरेको हाम्रो नेपालको प्रडक्टहरू एकदम राम्रो रहेछ। र हामीले काम गर्दा थाहा पाएको कतिजनाले त आएर बल्कमा रिठा नै उठाएर लानु हुँदो रहेछ क्या त्यहाँ, एकदम धेरै। अहिले पनि तपाईँको इन्डियाले कति रिठाहरू आएर रिठा मात्रै कलेक्सन गरेर लाँदो रहेछ। किन यस्तो भयो त भन्दा यसको डिमान्ड भएर त हो नि होइन। त्यो डिमान्ड छ, तर अगेन अब हामी भर्खर आइरहेको छौँ नि त। सो त्यसको लागि अझै पनि हामीले चाहिँ होमवर्क गर्नुपर्छ, सकलले चाहिँ काम गर्ने बाँकी छ यसमा। स्पेसल्ली अर्बन एरियामा बस्दै गर्दा त एक लेभलको नलेज हुन्छ, अवेरनेस हुन्छ, विभिन्न प्रडक्टहरू ट्राई गरिसकेका हुन्छ, एक्चुअली नेचुरल प्रडक्ट पनि ट्राई गरौँ भन्ने हुन्छ। त नर्मल्ली अब हाम्रो देश त्यो लेभलमा एडभान्स गरिसकेको छैन कि जहाँ चाहिँ अब भनौँ न, अब म यो इन्जाइम बेस्डवाला प्रडक्ट युज गर्छु, म इन्ग्रेडियन्ट हेरेर चाहिँ गर्छु भनेर त्यो लेभलमा त पुगेको छैन। अनि त्यस्तो बेलामा चाहिँ अब भनौँ न पब्लिक अथवा सिटिजनहरूमा चाहिँ अवेरनेस ल्याउन चाहिँ कतिको च्यालेन्ज छ त? हाम्रो सबभन्दा बिग च्यालेन्ज नै यही नै हो, अवेरनेस होइन। दुई किसिमको मान्छे छ, जुन चाहिँ एक थरीका मान्छे चाहिँ जुन बाहिरबाट फर्केको छन्, उहाँहरूले अलरेडी त्यो ठाउँमा यस्तो नेचुरल अर इन्जाइम बेस्ड सामान चलाएर बस्नु भएको छ र नेपाल फर्किनु भयो, त्यो चाहिँ उहाँले ग्याप फिल गराउनु भएको छ र कतैबाट न्युजमा थाहा पाएर हामीसँग छ भनेर थाहा पाएपछि उहाँले लिनुभएको छ। एक थरीको त्यो भयो, त्यो तर त्यो ग्रुप चाहिँ सानो छ क्या अहिले।
अर्को थरीको ग्रुप भनेको चाहिँ जस्तो हामीले अवेर नै गरेर दिस इज गुड है, इन्जाइम किन राम्रो, नेचुरल हब हाम्रै नजिकमा बसेको होइन, हाम्रै माटोमा फलेको किन राम्रो भनेर हामीले त्यो अवेर गर्दै गरेको। र उहाँले ए हो है, मेरो त हजुरआमाले पनि यही त गर्नुहुन्थ्यो नि त, यो उहाँको त राम्रो थियो नि है भनेर यसरी कनेक्ट भएर त्यो दुई थरीको मान्छेहरू चाहिँ हामीसँग कनेक्ट भएर उहाँहरूले चाहिँ सम्हालिरहनु भएको छ। र त्यसबाहेकको अर्कोलाई चाहिँ हामीलाई लागेको थियो कि वा यस्तो राम्रो प्रडक्ट छ, हामीले मार्केटमा लगेपछि हामी त कस्तो राम्रो हुन्छ भनेर सोचेको थियौँ कि फर्स्टमा बिगिनिङमा। तर होइन रहेछ, किनकि उहाँहरूलाई चाहिँ यो इन्जाइम भनेपछि त्यो ब्रान्ड भ्यालु छ नि त फर्स्टमा, ट्रस्ट होइन, नयाँ कुरा त्यो त्यो नै भएन क्या जब हामीले स्टार्ट गऱ्यौँ होइन। र यो आई गेस इन्टरप्रेनरसिपमा हुने एउटा गाह्रो पनि यही हो, नयाँ कुरा गरेपछि तपाईँलाई मार्केट टेस्ट गर्नु पऱ्यो होइन। सो यो गर्दाखेरि धेरै इन्भेस्टमेन्ट टाइम एन्ड मनी त्यहाँ जाँदो रहेछ। सो हाम्रो पनि यही भइरहेछ अहिलेको टाइममा चाहिँ होइन। सो हामीले अरूको देख्यौँ जस्तो अलरेडी प्रुभन बिजनेसहरू छ भनेदेखि उहाँहरूले जस्ट मार्केट स्टडी गरेर कुन मार्केटमा लाने र कसरी लाने भनेर गर्दा पुग्थ्यो। तर हाम्रो केसमा चाहिँ त्यो होइन, हाम्रो केसमा हामीहरू चाहिँ हाम्रो मार्केटै बनाइरहेछौँ, हामी अवेर गरिरहेछौँ। अनि यसको लागि सकल परिवर्तन भनेर क्याम्पेन चलाइरहेछौँ। जस्तो सोसियल मिडियामा गयो भने देख्नुहुन्छ, जस्तो तपाईँको रेगुलर प्रडक्ट्सहरूमा चाहिँ के हुन्छ, केमिकल्सहरू होइन। अनि हामीहरूको चाहिँ नेचुरल हब्समा के हुन्छ, स्पेसली सकलकोमा हामीले गर्ने त्यही त हो होइन। सो त्यसपछि चाहिँ चोइस इज योर्स भनेर एउटा त्यो गरिरहेछौँ। सो अर्को एउटा चाहिँ रिसेन्टली एउटा हामीले मेन्सन गर्दा ठिकै होला है, आर्ट अफ लिभिङबाट जलशुद्धि भनेर बायो इन्जाइमको ट्रेनिङ पनि गरिरहेछौँ क्या। सो बायो इन्जाइम चाहिँ तपाईँले जस्तो युट्युबहरूमा पनि पाउनुहुन्छ। तर हामीले चाहिँ यसमा यति धेरै टाइम इन्भेस्ट गरिसकेछौँ, रिसर्च गरिसकेको छौँ होइन। सो त्यो नलेज चाहिँ अब हामीले इन्जाइम बनाउन दिइरहेछौँ होइन। सो त्यसबाट हामी थोरै सामानहरू जस्तो हामीले बनाइरहेको सामानहरू हामीले घरैमा पनि बनाएर युज गर्न सकिन्छ होइन। जस्तो अब हामीले कस्टमरको चाहिँ सेटिस्फ्याक्सनलाई राखेर यस्तो स्मेल कस्तो गर्ने, फ्रेग्रेन्सहरू यस्तो विचार गरिरहेछौँ, कसरी अलिकति मोर कन्भिनियन्ट हुन्छ उहाँको त्यो चाहिँ नहोला, तर युजेबल चाहिँ हुन्छ त्यो इन्जाइमहरू। र बेस्ट पार्ट चाहिँ हाम्रो के सोध्छ भन्दा जस्तो यो इन्जाइमको ट्रेनिङ दिने बित्तिकै अघि तपाईँले भन्नुभयो नि मान्छेलाई थाहा नै छैन, इन्जाइमलाई हामी भर्खर सुनिराखेको छौँ। सो यो प्रोग्राम्सबाट चाहिँ उसले इन्जाइमको बारेमा फाइदा बेफाइदा एटलिस्ट थाहा पाउँछ जब। र अनि मार्केटमा जाँदाखेरि मार्टमा सामान देख्छ र अनि अलिकति भए पनि त यसरी हुन्छ नि, यसरी लिउँ कि ट्राई गरौँ कि। सो हामी यसरी चाहिँ नयाँ तरिकाले मार्केटिङ पनि गर्न ट्राई गरिरहेछौँ। अब जस्तै हामीले अघि भने नि, मैले एकदम कमन मान्छेको पर्सपेक्टिभबाट भनिरहेको छु र हामी पनि त्यही भित्र पर्छौँ होइन। अब अहिले हजुरले हेर्नुभयो भने हाम्रो किचनदेखि बाथरुमसम्म सबै त्यो केमिकल भएकै प्रडक्टहरू हुन्छ, भनौँ न आर्टिफिसियल फ्रेग्रेन्सहरू राखेको कुराहरू नै युज भइरहेको हुन्छ। यसको लङ टर्ममा चाहिँ बेफाइदाहरू के हुन्छ? लङ टर्म भनेकै यो जस्तो डिसवास भनौँ न, तपाईँको डिसवास तपाईँले गर्नुभयो भने चाहिँ त्यो थाहा नै हुँदैन हामीलाई, केही अमाउन्ट त्यो भाँडामा भइराखेकै हुन्छ अनि हामी थाहा नपाइकन त्यो खाइराखेकै हुन्छौँ गएर। अनि यसको प्रब्लम भने के हुन्छ भन्दाखेरि यो केमिकल्सहरू बायोडिग्रेड हुँदैन क्या। जस्तो इक्जाम्पल तपाईँको प्लास्टिकको प्रब्लम भने के हो, त्यो कुहिँदैन, टुक्रा 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 हुँदैन नि, माटोमा मिसिँदैन नि होइन। त्यस्तै गरेर केमिकल्सहरू पनि कतै गएर अर्ग्यानमा कुनै पार्टमा गएर बस्दिन्छ र क्यान्सर भनेको त्यही सेल्सहरू पछि गएर त्यो सेल्सहरूमा डिफेक्ट देखिने त हो। सो यो लङ टर्ममा सो तपाईँले अहिले हेर्नुभयो भने मोस्ट अफ द सेकेन्ड हाउसमा चाहिँ अब क्यान्सरको रोग अथवा तपाईँको यो क्रोनिकल डिजिजेसहरू देख्नु नै हुन्छ। सो यसको रिजन भनेको पक्कै हाम्रो खाना हो नै, खाना सँगसँगै हामीले युज गर्ने सबै सामान नै हो। अनि हाम्रो त्यो कन्सियसनेबल अवेरनेस त्यति चाहिँ पुगेकै छैन क्या। सो हामी डे टु डे लाइफमा खाना र अब काम गर्नेमै हाम्रो गइरहेछ नि त। डेभलप कन्ट्रिजहरूले त अब एक किसिमको उनीहरूको ढुक्क भयो, अब म कसरी बेटर बाँचौँ भन्दाखेरि उनीहरूले यो कुराहरू अघि तपाईँले सोध्नु भयो होइन। सो यो कन्ट्रिजहरूले चाहिँ अब म यो प्रडक्ट नै युज गर्छु है, किन भन्यो भन्दाखेरि अब उसको लाइफ अझै कसरी मोर राम्रो गर्ने भने त बाँचुन्जेल कसरी राम्रो गर्ने होइन। तर हाम्रो केसमा अन्डर डेभलप कन्ट्रिजमा बिचरा अब हामीहरू भर्खर त अलिकति ग्रो भइरहेछौँ, अलिकति टेक्नोलोजीले गर्दा एडभान्स भएको छौँ अझै पनि होइन। सो ग्लोबलको बाहिरको कुराहरू हामीले यहीँ बसेर पढ्न पाएछौँ, सिक्न पाएछौँ। तर यो अगेन यो च्यालेन्ज नै छ क्या। सो हामीहरूले काम गर्दा गर्दा एकदम ठुलो च्यालेन्ज हामीले फेस गर्यो भनेको यो अवेरनेस नै हो। हामीले आफ्नै घरमा जब प्रडक्ट बनायो हाम्रो आफ्नै फ्यामिलीमा नै त्यो चेन्ज गर्न गाह्रो भयो, किनकि वर्षौँदेखि त्यो युज गर्नुभएको छ। मैले आएर नयाँ कुरा दिएँ होइन, हिजो यत्रो सानो यसले आज आएर मलाई सिकाउँछ वाला होइन घरमै। सो सबसे बिग च्यालेन्ज फर्स्टमा घरमा थियो कि। सो काम गर्दै गयौँ र हाम्रो एउटा एचिभमेन्ट भनेको अब हामीले हाम्रो फ्यामिलीले चाहिँ कन्भिन्स गयो र सो हाम्रो फ्यामिली हाम्रो नजिकको मान्छेहरूले चाहिँ हाम्रै सामान चलाइदिनुहुन्छ। आई गेस यो पनि बिग मोटिभेसन, किनकि त्यही सानो कुरा थियो, यो गरौँ भन्दा हामीको कति धेरै हुन्थ्यो नि त। उहाँको जुन त्यो एउटा गइरहेको थियो प्रडक्ट चलाउने यो होइन, हामीले भन्दाखेरि हामी तिनजना साथीहरूको केसो भएको कुरा हो क्या यो।
तिमीले सिकाएर हुन्छ होला अनि तिमीले राम्रो गरेको रहेछौ है यो फलाना मान्छेले मलाई यस्तो भन्यो भनेर बिस्तारै उहाँहरूको माइन्ड सेट चेन्ज भयो। अब बेस्ट पार्ट चाहिँ के भयो भन्दा उहाँले नै अब मेरो छोरीले यस्तो काम गर्छ सो यो प्रडक्ट तिमी पनि ट्राई गर्दा हुन्छ भनेर ग्यादरिङ हुँदा आफ्नो फ्रेन्ड्स एन्ड फ्यामिलीजहरूलाई सेयर गरिदिनु। आई गेस त्यो पनि हाम्रो एचिभमेन्ट नै हो। त्यो एउटा हर्डल भइरहेको थियो आफ्नै फ्यामिलीमा भन्न सक्दा। जस्ट इमेजिन कस्तो फिल हुन्छ, त्यो एउटा कन्फिडेन्स डाउन हुन्छ भन्दा फेरि त्यो चाहिँ अब राम्रो कुनै पनि भइरहेछ। प्रडक्टहरू भनौँ अथवा कुनै पनि आइडिया सेयर गर्दा कहिलेकाहीँ चाहिँ कस्तो पनि लाग्छ भने फ्यामिली चाहिँ लास्टमा आउँछ जस्तो लाग्छ कि। हजुर किनकि टाढाको मान्छेलाई ट्रस्ट गर्न सजिलो हुन्छ, तर फ्यामिलीले त अघि हजुरले भन्नुभयो जस्तै अब मैले देखिरहेको बच्चा अनि कहाँबाट आएर मलाई आइडिया दिइरहेको जस्तो पनि हुन्छ नि त, सायद त्यही भएर पनि हो कि। यो अब हाम्रो ग्रुपमा काम गरेर पनि होला। अनि जस्तो अहिले हामी 3 जनाको फ्यामिलीमा अब हामी सबै यही चलाउँछौँ मोस्टली। उहाँले त्यो ट्रस्ट चाहिँ पायौँ। र बेस्ट पार्ट भनेको चाहिँ भेट हुँदाखेरि जस्तो यो अब उहाँहरूको पनि अब सोसियल मिडियाबाट तिम्रो छोरीले यस्तो गरिरहेछ भन्दाखेरि अब मेरो फ्यामिली मेम्बर्सहरू पनि कन्भिन्स चाहिँ अब चाहिँ हुनुभयो क्या। यसले बनाएको प्रडक्ट चाहिँ राम्रो रहेछ है, केही राम्रो काम गरिरहेको रहेछ है भनेर अब चाहिँ भयो। सो यसरी नै अलिकति टाइम चाहिँ लाग्छ नै डेफिनेटली होइन। यो हाम्रो घरमा चेन्ज गर्नु धेरै ठुलो कुरा हो। त्यो हामीले गरिसकेका छौँ कि कन्सिडर। र त्यसको लागि एकैचोटि हामी आजको भोलि नै चेन्ज गर्छौँ भनेर लागेको पनि छैनौँ। सबैजनालाई यो कुरा बुझाउन गाह्रै हुन्छ। र सर्टेन ग्रुपहरूलाई चाहिँ होइन जसले चाहिँ हेल्दी लिभिङ खोजिरहनु भएको छ, कन्सियस लिभिङ खोजिरहनु भएको छ, उहाँहरूले चाहिँ यो मन पराइरहनु भएको छ। र अनि हामी यही ग्रुपमा नै जान कोसिस गरिरहेछौँ अहिले। अनि अहिले हजुरहरूले कर्पोरेटहरूसँग कुरा गरिरहनु भएको छ यसको बारेमा? हजुर त्यो नै गरिरहेछौँ। त्यो चाहिँ अलिकति हाम्रो लागि अलिकति हार्ड चाहिँ भइरहेको छ होइन। किन झन्? किनकि उहाँहरूले चाहिँ इमोसनल तरिकाले सोच्नुहुन्न कि उहाँहरूले चाहिँ बिजनेस तरिकाले नै सोच्नुहुन्छ फर्स्टमा होइन। र कतिले त लिनु पनि भएको छ। जस्तो स्पेसली कर्पोरेटमा चाहिँ जस्तो हाउसहोल्डको केसमा चाहिँ हेल्थलाई चाहिँ प्रायोरिटी राखेर चाहिँ उहाँहरूले हाम्रो सामान लिनुहुन्छ भने कर्पोरेटमा चाहिँ हाम्रो इन्भाइरोमेन्ट जसले चाहिँ यो कुरा बुझ्नु भएको छ उहाँले हामीहरूको सामान लिइरहनु भएको छ। किनकि एउटा युज मात्रै गरेर होइन नि हाम्रो प्रडक्ट युज गर्दा हेल्थलाई भयो होइन, उहाँको अब इम्प्लोइजहरूलाई राम्रो भयो नि, गेस्टहरूलाई राम्रो भयो नि। त्यसबाहेक हाम्रो प्रडक्ट भनेको जब यो जान्छ नि पानीमा, अहिले मैले बागमतीको इक्जाम्पल दिएँ, पानीमा गइसकेपछि पानीलाई पनि राम्रो गर्छ कि वाटर रेमिडिएसन। किनकि त्यहाँ पनि त डटलाई यसले ब्रेकडाउन गर्ने काम अगेन त्यहाँ पनि गरिरहेको छ कि इन्जाइमको बेस्ट पार्ट होइन। सो त्यसै गरेर जब यो माटोमा जान्छ अनि माटो पनि यसले टक्सिक यो हाम्रो यो माटोको टक्सिक पनि एकदम प्रब्लम भइरहेछ नि अहिले। जस्तो मलहरूले यो कडा भयो त्यो ढुङ्गा जस्तै भयो भने यो कुरा चाहिँ यसले एकदम फर्टाइल बनाइदिन्छ कि। यो फर्टिलाइजर जस्तो पनि युज गर्न मिल्छ। अनि यो इभन एग्रिकल्चरमा पनि यसको अहिले मैले भन्नै बिर्सेँ, एग्रिकल्चरमा पनि यसको गर्न मिल्छ। यसको एप्लिकेसनमा एग्रिकल्चरमा मिल्छ। वाटर रिमिडिएसन हाम्रो नजिकैको कन्ट्री हो इन्डियामा धेरै रिभरहरू सफा गर्नुको लागि बायो इन्जाइम नै युज गरिरहेको छ। इभन दिल्लीमा तपाईँको पोल्युसन घटाउन पनि बायो इन्जाइम नै स्प्रे गरेर त्यो पनि रिसर्च भइरहेको छ। सो यसको युज एउटा मात्रै भयो, तर जब इन्भाइरोमेन्टमा जान्छ र यो बेनिफिट छ भनेर बुझ्नु भएपछि यो कर्पोरेट बडीहरूले चाहिँ लिनुहुन्छ। जसलाई चाहिँ अनि यस्तो छ कि नेपालको केसमा चाहिँ अनि म भनेर बढी सोचिरहनु भएको छ क्या अहिले। म, मेरो कम्पनी, मेरो फ्यामिली होइन। त्यसपछि चाहिँ सोच्न सक्नु भएको छैन रहेछ। यो मैले काम गरेरै बुझेको होइन, स्पेसली इन्भाइरोमेन्टको केसमा होइन। त्यसैले यो चाहिँ अहिले हामीसँग कम छ। अनि बिस्तारै अहिले हामीले हाउसलाई फोकस गरेर क्याम्पेनहरू गरिरहेछौँ नि। त्यसरी नै अनि हामी उहाँहरूलाई पनि सोचेर क्याम्पेन गर्नै पर्छ। त्यसपछि बिस्तारै उहाँहरूको हो यो लङ टर्म इन्भेस्टमेन्ट रहेछ मेरो हेल्थको लागि पनि मेरो अर्थको हेल्थको लागि नि भनेपछि उहाँहरूले चाहिँ पक्कै पनि लिनुहुन्छ जस्तो लाग्छ। अहिले थोरै छ अहिले चाहिँ हामीसँग। आई मस्ट चाहिँ धेरै छैन त्यस्तो। होटेलहरूसँग चाहिँ कुरा गर्नु भएको छैन? होटलहरूसँग कुरा गरि पनि राखेको छौँ। अनि हाम्रो थोरै होटल्सहरू हामीले क्र्याक पनि गरिसक्यौँ, रेगुलर पनि जान्छ। इको फ्रेन्डली भनेर जसले गर्नु खोज्नु भएको छ नि उहाँहरूले चाहिँ लिनु भएको छ। उहाँहरूले त गाडी चाहिँ जाने बित्तिकै वाउ कस्तो राम्रो तपाईँको भनेर लिइहाल्नुहुन्छ। अर्को चाहिँ अरूको वाला चाहिँ हामीलाई गाह्रो छ। किन भन्दाखेरि इभन 5 स्टारमा पनि हजुरको इन्डियन प्रडक्टहरू चाहिँ धेरै देखिन्थ्यो कि। त्यो चाहिँ यस्तो रहेछ, हामीले काम गर्दा उहाँहरूको चाहिँ यो प्रोक्युरमेन्ट हुन्छ। सो नेपालमा चाहिँ स्पेसली 5 स्टारमा चाहिँ त्यो प्रोक्युरमेन्टले उहाँहरूको स्ट्यान्डर्ड मेन्टेन गर्नुपर्छ नि त। सो बाहिरबाटै सामान ल्याउनु हुँदो रहेछ कि। सो त्यो जान पनि हामीलाई टाइम लाग्छ होला 5 स्टारको केसमा चाहिँ। भनेपछि त्यसको लागि चाहिँ गभर्मेन्टले सर्टिफाई गरिदिन सक्यो भने चाहिँ भयो। गभर्मेन्टले सर्टिफाइड गरेर सो मेड इन लोकल प्रडक्ट युज गर, मेड इन नेपाल। एक्ज्याक्टली गभर्मेन्टले यो पनि भनिदिनुपर्छ मेड इन नेपाल प्रडक्टलाई चाहिँ प्रायोरिटी दिनु पऱ्यो कि यो युज गर्नु पऱ्यो। हामीले बाहिरबाट धेरै अनि एउटा मैले जस्तो अस्ति एउटा वर्कसपमा पनि बसेको थिएँ, बाहिर कसरी सामान पठाउन सक्छौँ हामीले भनेर। त्यसबाट के थाहा भयो भन्दा हामीले जस्तो यो प्रडक्ट स्याम्पू क्लिनिङ प्रडक्टहरू हामीले एक्सपोर्ट डिफ्रेन्ट कम्पनी कति एक्सपोर्ट मात्र गर्दो रहेछौँ, खासै पठाउँदैनौँ रहेछौँ हामीहरू। हाम्रो त्यो स्टेजमा रहेछ। सो हामीलाई यो सामान पठाउनु चाहिँ गाह्रो हुन्छ। किनकि अब यदि एक्जिस्टिङ च्यानल भएको भए त्यो च्यानलबाट छिर्न मिल्थ्यो। त्यो छैन, नयाँ च्यानल बनाउनुपर्छ र सुरुदेखिको त्यो
काम चाहिँ अब हामीले पछि गर्नुपर्छ। खासमा यो त एकदमै इम्पोर्टेन्ट कुरा हो नि त, किनभने एकदम नेपालमा हार्डसिप छ यसमा हजुर। जस्तै नेपालमा अहिलेको हजुरको प्रडक्ट मात्रै नभएर अरू पनि धेरै मान्छेहरू हुनुहुन्छ होला जसले विभिन्न खालको प्रडक्टहरू बनाउनुहुन्छ नि त। अब भनौँ कसैले अर्कै खालको प्रडक्टहरू बनाएर होला होइन, तर त्यो सबैले एउटा सर्टिफाइड हुन पायो भने त एक्सपोजर पनि ज्यादा हुने भयो। अब भर्खरै गभर्मेन्टले भनेछ अब तपाईँको खेतीपातीमा चाहिँ अर्ग्यानिक सर्टिफिकेट दिने यही नेपालमा रहेर, अनि त्यो गर्दा गर्दै जस्तो हामी जस्तो प्रडक्टलाई पनि दिनुभयो भने, किनकि यसको चार्ज एकदम महँगो छ, मैले अघि पनि भने। सो त्यो कस्ट एकदम हट्टै घट्छ हाम्रो यहाँ आउने बित्तिकै। त्यसपछि अनि हामीलाई चाहिँ बाहिर जाने ढोका पनि खोल्छ है। सो त्यो गर्नु भनेको अफकोर्स कन्ट्रीलाई पनि राम्रो, जिडिपीलाई राम्रो, हामी ट्याक्स पे गर्छौँ होइन। त्यो बोथ गभर्मेन्ट र हामीलाई विन हुन्छ। र आई थिङ्क गभर्मेन्टले यही कुराहरू नै जस्तो हामीलाई सपोर्ट गर्नुपर्छ जस्तो लाग्छ क्या मलाई। यस्तै कुराहरूमा नै फेसिलिटेट गरिदिएर हामीलाई अलिक सजिलो बनाइदियो भने, जस्तो हामीसँग नयाँ प्रडक्ट स्पेसली होइन। अनि अर्को कुरा चाहिँ मेड इन नेपाल प्रडक्टलाई पनि गभर्मेन्टले चाहिँ अलिकति फेसिलिटेट गरिदिनै पर्छ। एक्सपोर्ट गर्ने भने त यो गर्नै पर्यो क्या। तपाईँको सामानको क्वालिटी त चाहियो नि। अब तपाईँको जब मार्टमा सामान जान्छ, इमोसन्स राखेर जब मैले पे गर्छु, त्यो इमोसन्स राखेर चाहिँ उसले हेर्दैन रहेछ क्या होइन। सो त्यही बेलामा हामीले इन्टरनेसनल प्रडक्टसँग टक्कर दिने गरेर सामान पठाउनै पर्यो, सर्टिफिकेसनमा जानै पर्यो भनेपछि गभर्मेन्ट पनि त्यो किसिमको अलिकति फेसिलिटी हामीलाई दियो भने त हामी स्ट्रङ प्रडक्ट बाहिर पठाउन सक्छौँ। पक्कै हामी राम्रो भयौँ र त्यो हुँदा हुँदा कन्ट्रीलाई पनि फाइदा हुन्छ जस्तो लाग्छ। हजुर, त्यो भन्दै गर्दाखेरि कस्टमरको पर्सपेक्टिभबाट चाहिँ इमोसन ल्याउने कि निडमा जाने भन्ने हुँदो रहेछ क्या। अब जबसम्म आफू निडमा छ भने चाहिँ त्यति बेला इमोसनली सोच्ने भएन नि त, चाहियो लियो भन्ने हुन्छ। तर जब वान्टमा पुग्छ नि त्यो बेलामा चाहिँ मान्छेले इमोसनली सोध्छ क्या। अनि फेरि अब त्यो चाहिँ मेरो पर्सपेक्टिभ हो होइन, गलत हुनसक्छु। तर नर्मल्ली अब आफूसँग चाहिएको भन्दा एक्सेस केही एमाउन्टहरू छ भने चाहिँ त्यो बेलामा इमोसनल बाइङहरू धेरै हुनसक्छ। नत्र आफू जब जरुरतमै भइरहेको हुन्छ त्यो बेलामा चाहिँ इमोसनली सोच्न अलिक पाउँदैन पनि होला मान्छेले। के कस्तो लाग्छ? मेरो एक्सपिरियन्स चाहिँ इमोसनल बाइङ गर्दा त्यो लङ टर्म चाहिँ हुँदैन, सर्टेन टाइम मात्रै हुँदो रहेछ। त्यो चाहिँ ट्रु। सो जस्तो क्यान्सरको पेसेन्टहरूलाई हाम्रो केमिकल छैन भनेर कतिजनाले लिनुहुन्छ कि बल्कली लिँदाखेरि यति धेरै लिनुहुन्छ, तर त्यो कन्सिस्टेन्सी छैन, सर्टेन टाइमको लागि लिनुहुन्छ अनि केही कुराले रोकिन्छ। सो तपाईँले भने जस्तो उहाँलाई केही प्रब्लम नै छ र हामीले उहाँलाई त्यो सल्युसन गरेर दियौँ भने त्यो चाहिँ लङ टर्म हुँदो रहेछ। जस्तै फर इक्जाम्पल स्याम्पूको केसमा अब हामीले त्यस्तो केही प्लान चाहिँ गरेको थिएनौँ, जस्तो हेयरफल र ड्यान्ड्रफ त धेरैको कमन प्रब्लम रहेछ नि त सबैले। अनि त्यही मेसेजमा हामीलाई यति फोनमा कुरा गर्ने, यति एज इफ मलाई डक्टरै जस्तो यति धेरै क्वेसन सोध्नुहुन्छ, अनि म राइट पर्सन चाहिँ होइन भन्छु होइन। अनि मलाई लाग्छ अब हामीलाई डर्माटोलोजिस्ट पनि एउटा पार्टनरसिपमा राखेर उहाँलाई, किनकि राइट आन्सर दिनु पऱ्यो। सो त्यसरी चाहिँ काम गर्नुपर्छ लागिरहेछ कि यो प्रब्लम हो भने हामीले गर्छ कि गर्दैन, गर्छ भने प्लिज लिनुहोस्, अब गर्दैन भने यो होइन नै भनेर त्यसरी जानु, त्यस प्रब्लमलाई चाहिँ हिट गर्नुपर्छ कि जस्तो लाग्छ मलाई। अब हजुरले यसमा लाग्नुभएको त निकै ड्युरेसन भयो नि त। हजुर। अब यो दौरानमा हजुरले रिसर्च गर्नुभयो, त्यसपछि कस्टमरसँग कुरा गर्नुभयो, धेरै मान्छेहरूसँग कुरा गर्नुभयो, प्रडक्ट पनि बनाउनु भयो। यो सबै गर्दै गर्दाखेरि एउटा कुनै सकिङ फ्याक्ट जस्तो केही लागेको छ? सकिङ फ्याक्ट अब हाम्रो त्यो भइरहेको हुन्छ, नयाँ कुरा पत्ता लगाउँदा डेफिनेटली हामी सक हुन्छौँ। अनि एउटा कुनै बिगवाला चाहिँ त्यस्तो सकिङ चाहिँ कहिले हुन्छ भन्दाखेरि अनि हामी डिफ्रेन्ट पर्सनालिटिजहरू भेटिराखेको हुन्छौँ क्या सहरमा। हामी सबैले प्रोग्राम्सहरूमा जान्छौँ अथवा स्टलमा जाँदाखेरि सकिङ भन्यो कि त्यसलाई एक्साइटमेन्ट भनौँ, मिन्स एउटा यो पनि एचिभमेन्ट, मिन्स हामी त्यसमै जोड्छौँ अहिले। जस्तो चाहिँ राम्रो नेपालको चाहिँ इन्टरनेसनल इन्टरनेसनलको सबै चाहिँ हामी मान्छेहरूलाई इजिली भेट्न पाइराखेको छौँ क्या। त्यो भएर त मैले भेट्न पाएवाला हुन्छ नि, सक भन्नु कि एक्साइटमेन्ट भन्नु, त्यो चाहिँ भइराखेको हुन्छ। सरप्राइज त सरप्राइज अरू बेला भए मैले भेट्न पाउँदैन थिएँ, मैले पहिलाको काम गरिरहेको भए डेफिनेटली त्यो मैले अपर्च्युनिटी पाउँदिनँ थिएँ होइन। जस्तो अनि मलाई उहाँहरूसँग भेट्दाखेरि एउटा गुड इनर्जी चाहिँ फिल हुन्छ कि, मिन्स मोटिभेसन होइन। उहाँहरूले यस्तो काम गरेर जस्तो बिग पर्सनालिटिजहरू हुन्छ नि, अनि त्यो चाहिँ सकिङ जस्तो लाग्छ है पहिला अहिले यस्तो सोचेर हेर्दाखेरि। अब चाहिँ हजुरको अलिकति सार्क ट्याङ्कको जर्नीको कुरा गरौँ होइन। हजुर स्योर। सार्क ट्याङ्कको एक्सपिरियन्स कस्तो रह्यो हजुरको? काइन्ड अफ रोलर कोस्टर जस्तै लाग्छ कि मलाई, यसो त कहिले एकदम राम्रो जस्तो लाग्छ होइन। अब हामीले त जुन चाहिँ फ्रेममा देख्यौँ अथवा स्क्रिनमा देख्यौँ त्यो मात्रै थाहा हुन्छ नि त, त्यो बिहाइन्ड द सिनमा चाहिँ के भयो अलिकति बताइदिनुहोस्। बिहाइन्ड द सिनमा चाहिँ हामी चाहिँ मार्केटिङ नै सोचेर गएको थियौँ, बिगिनिङ इयरमै फर्स्ट इयरमै गएको थियौँ हामीहरूको त्यति सेल पनि भएको थिएन, रिसर्चमै थियौँ। अनि हामी जानी नजानी किनकि आइसक्यो अनि हामीले हेरिराखेको कुरा ट्राई गर्ने कि जस्तो पनि लाग्यो। अनि गर्दाखेरि मार्केटिङ भयो भने त राम्रो, भएन भने मार्केटिङ भनेर हामी गएको थियौँ। त डेफिनेट तपाईँले भने जस्तो चाहिँ प्रिपरेसन्सहरू चाहिँ हामीले चाहिँ कन्सल्टिङ गर्ने हायर गरेर फिनेन्सियल एनालिसिसहरू नै गरेर गएको थियौँ होइन। हाम्रो तर्फबाट हामीले गर्न सक्ने कुराहरू जाँदाखेरि चाहिँ लक्किली अनि त्यो पनि सकिङ नै थियो त्यो बेलाको लागि होइन।
त्यो टाइमको लागि हजुर। मिन्स हामी चाहिँ उहाँहरूले हाम्रो आइडिया मन पराइदिनु भयो र अनि उहाँहरूले विथ भेरी काइन्ड हार्ट होइन सो यो काम राम्रो छ यो आइडिया हामीले कसरी गर्न सक्छौँ भनेर हाम्रो सागहरू चाहिँ आइदिनु भयो सो अहिले मलाई सोच्दा चाहिँ यो एकदम हामी चाहिँ राम्रो भएको र हामी लक्की भएको पनि फिल हुन्छ मलाई अलिकति हजुरको पर्सनल इमोसनको कुरा गरौँ न त्यो मोमेन्ट अफ टाइममा जब चाहिँ भित्र स्टेजमा सबैजना कुरेर बसिरहनु भएको छ अनि भित्र जानुपर्छ त्यो बेलामा चाहिँ कस्तो फ्लक्चुएसन फिल्स चल्दो लाइक रहेछ? अ मुभी क्या त्यो किनकि सागमा चाहिँ अब मजाले हेरिराखेको थियौँ हामीले एकदम साग हेर्थ्यौँ अनि हजुर। कुरा गर्दा पनि हामी साग भयो भने जानेवाला कुरा गर्थ्यौँ अब त्यो उहाँहरूले अलिकति मकअप पनि गराउनु चाहिँ भएको थियो होइन त्यो स्टेज देखिसकेको थियो स्टेजमा गएर उभिसकेको पनि थियो तर उहाँहरूसँग चाहिँ सबै त्यो डाइरेक्ट त्यहीँ भएको अन द स्पट सबै त्यसमा एउटा पनि टेक छैन होइन त्यो फ्लोमै भएको हो अनि त्यो गर्दाखेरि डेफिनेटली त्यो न त्यो इमोसन्सहरू डर लाग्ने त्यो सबै भएकै थियो नभएको चाहिँ होइन तर हजुर एकदम क्लियरली बोल्नु भएको थियो। हजुर त्यो चाहिँ प्र्याक्टिस पनि थियो होइन उहाँहरूले त्यो प्र्याक्टिस गराउनु भएको थियो त्यही भएर नै होला तर तपाईँले भने जस्तो एकदम डर लाग्ने अनि अब के गर्ने वाला त्यो सबैवाला चाहिँ बिहाइन्ड द सिनवाला जस्तो अरूहरूलाई भएको थियो हामीलाई पनि भएको थियो अब त्यहाँ धेरै सागहरूले सजेसनहरू फिडब्याकहरू दिइराख्नु भएको थियो नि त हजुर अहिलेसम्म हजुरको माइन्डमा स्टक भएको कुनै आइडिया अथवा फिडब्याक छ? छ नि उहाँहरूले एकदम स्पेसिफिकली हाम्रो प्रब्लम के हो एकदम फाइन्ड आउट गरिहाल्नु भयो क्या त्यो बेलामा एकदम इगल आई नै भन्नुपर्छ जस्तो एउटा सर्टिफिकेसनको प्रब्लम अनि प्रकट त्यो मार्केट पोजिसनको कुराहरू त्यो भर्खरै त गएको थियो हामीलाई राम्रोसँग थाहा थिएन सो उहाँहरूले चाहिँ उहाँहरूले अफर गर्दा यो कुरामा हेल्प गर्छु सर्टिफिकेसनमा भनेपछि दिस इज द एक्ज्याक्ट थिङ भनेर मलाई चाहिँ त्यही लाग्छ त्यो कुरामा हेल्प गर्छु भनेपछि हामीलाई चाहिएकै यही हो वाला भएको थियो कि जब त्यो एपिसोड चाहिँ एयर भयो हजुर त्योभन्दा पछाडि हजुरको बिजनेसमा केही चेन्जेस अथवा पर्सनल लाइफमा प्रोफेसनल लाइफमा केही चेन्जेसहरू आयो? त्यस्तो धेरै चाहिँ चेन्जेस भएन किनकि हाम्रो सेकेन्ड लास्ट विकमा भएको थियो अनि त्यसको एक हप्तापछि चाहिँ हाम्रो जेन्जी आन्दोलनै भयो सो सागको चाहिँ चाम जुन छ त्यो ठ्याक्कै सिफ्ट भयो क्या त्यसले गर्दाखेरि सागले गर्दाखेरि जुन एउटा हुनुपर्ने थियो होइन त्यो फाइदा चाहिँ हामीले त्यो इभेन्टले गरेर चाहिँ लिन पाएनौँ त्यो टाइममा चाहिँ मिन्स त्यो एयर भएर सबैले थाहा पाउनेवाला हाम्रो नेटवर्किङहरू चाहिँ थाहा भयो नै होइन तर पनि धेरैजना मान्छेको जति पनि पुग्नु पर्ने त्यो पुगेको छैन वाला फिल हुन्छ क्या मलाई एकचोटि फेरि हजुरलाई अलिकति ब्याक लैजाउँ होइन हस्। अन्टरप्रेनर भने चाहिँ सबै अहिलेको समयमा त धेरै मान्छेले फेन्टिसाइज गर्छ कि आई वान्ट टु बी अन्टरप्रेनर भनेर तपाईँको कुनै पोइन्ट अफ टाइममा त्यो अन्टरप्रेनरलाई लिएर त्यस्तो खालको नजरिया केही त्यस्तो थियो? चाहिँ केही थिएन होइन तर मलाई चाहिँ एउटा कस्तो भइरहेको थियो भन्दा काम गर्दाखेरि मेरो केसमा काम गर्दाखेरि चाहिँ म यसको लागि बनेकै होइन जस्तो काम गर्दै गयो यो मेरोवाला होइनवाला फिल चाहिँ भइरहेको थियो इभन यो काम गर्न अगाडि जस्तो मेरो छोरा तिमी ठुलो भएपछि के गर्छौ वाला मलाई स्टिल छ क्या म पनि अब के गर्ने म मेरो हुन्छ नि अझ मलाई त्यो मेरो एक्सप्लोरेसन भइरहेको थियो यो काम गर्न अगाडि भनेपछि चाहिँ यो काम गरेपछि दिस इज द इट अब म यसैको लागि जन्मेको रहेछु होइन त्यो स्टिभ जब्सको जुन त्यो उहाँको लास्टको 10 मिनट्सको एउटा छ नि युट्युब एक्ज्याक्टली अब चाहिँ त्यो मलाई मेरो लाइफमा पनि फिल भयो कि किनकि मैले डिफ्रेन्ट के कामहरू गरेँ होइन त्यो कनेक्टिङ डट्सहरू अब मेरो लाइफमा पनि मैले फिल गरेँ कि मैले डिफ्रेन्ट कामहरू गरेँ सो कलेजमा पढाएँ सो द्याट आज म अलिकति मजाले बोल्न सकिराखेको छु त्यो प्र्याक्टिस भयो होइन सो हामी इन्भाइरोमेन्ट पढ्यौँ साथीहरू भेट्यौँ रिसर्चहरू गऱ्यौँ यो सबै प्रिपेरेटरी कुरा मेरो लाइफमा सकल बाइजमा अहिले काम गरेको कुराहरू पहिला भइराखेको रहेछ भनेर सो त्यो चाहिँ मलाई फिल हो तर त्यो बेलामा चाहिँ म एन्टरप्रेन्योर बन्छु म बिजनेसम्यान बन्छु त्यस्तो केही पनि थिएन होइन तर जुन काम गरेको छ त्यसमा सेटिस्फ्याक्सन चाहिँ भइरहेको थिएन सो बस मनमा एउटा के सिट थियो भन्दा इन्भाइरोमेन्टको लागि चाहिँ जस्तो च्यारिटी नै गरेर होस् अथवा के गरेर कन्ट्रिब्युट गरौँ मदर अर्थको लागि पनि भन्ने मात्रै थियो र अनि हामी सरलाई हामीले यो स्टार्ट गर्दाखेरि चाहिँ हाम्रो मेन त्यही थियो अनि सरलाई होइन यो हेल्थ पनि राम्रो छ वा यो पनि राम्रो छ कति धेरै बेनिफिट हो हामी त बेनिफिट देखाउनै गाह्रो भएको थियो कि सो अनि यसले अहिले चाहिँ जब यो मार्केटमा गयो सो अहिले चाहिँ हो यो चाहिँ हो सो म यसैको लागि बनेको छु वाला हामीहरू चाहिँ अनि त्यही भएर एकदम लागि परेर चाहिँ काम गरिरहेको छौँ त्यो प्यासन चाहिँ बल्ल निस्केको जस्तो फिल भइरहेको छ क्या अब चाहिँ अब इन्ट्रेस्टिङ क्वेसन चाहिँ जस्तै अब हामी सबैले देख्दै गर्दा त सोसियल मिडियामा अन्टरप्रेनरहरू देख्छौँ इभन अहिले त सर्ट्सहरूमा के पनि आउँछ भने हजुरको डे इन अ लाइफ अफ बिलिनियर भनेर आइरहन्छ मिलिनियर भनेर आइरहेको हुन्छ होइन त्यो देख्दै गर्दाखेरि त सबैलाई फेसिनेटिङ लाग्छ नि त तर एक्चुअली यु आर अन्टरप्रेनर नै अहिले होइन हजुर अन्टरप्रेनर हुँदै गर्दाखेरि चाहिँ त्यो देखिएको जस्तो ग्ल्यामरस हुन्छ लाइफ यो चाहिँ कस्तो अहिलेको लाइफ चाहिँ मिक्स टाइपको लागिरहेछ कि
अलिकति ग्ल्यामरस पनि छ नि हेर्नुहोस् न पोडकास्टबाट बोलिरहेको छु कहिले कुन मिडियामा गइरहेको छ कहिले मिडियावाला पपुलारिटी काम पनि गरिरहेको हुन्छौँ क्या तर बिहाइन्ड द सिन त्यो हार्डवर्क त हामी यति गरेको छौँ कि हामीले किनकि सबै सानो सानो कुरा हामीले सुरुमा त आफै गरेको हो नि त आफै मार्टमा सामान लगेको हामीले नै हो प्याकेजिङको सबै बनाएको डिजाइन दियो भएन फेरि रिवर्क हामीले नै गरेको तर अगाडि एउटा भयो देखिने राम्रो भाव तिम्रो काम राम्रो भइरहेछ भनेर सधैँ साथीहरूले फोन गरेर पनि भन्छन् तर त्यो सबै कुराको पछाडिको हार्डवर्क नि छ है भनेर त्यो चाहिँ त्यसको लागि चाहिँ हामी रेडी हुनुपर्छ अब हामीले यस्तो काम गर्ने हो भनेदेखि चाहिँ सो एन्टरप्रेनर्स पनि सबैजना बन्दैन रहेछ क्या मैले अहिले बुझेको मैले बन्छु भनेर मेरो प्लान चाहिँ थिएन म एक्सप्लोर गरिरहेको थिएँ यो मेरो लागि राइट फिल भएको थियो सरलालाई पनि त्यही भएर त यता आएको नि सरला 10 इयर्स भइसक्यो काम गरिरहेको ह्युमन राइट्समा सो यो मेरो फिल होइन मलाई इन्भाइरोमेन्टमै गर्नुपर्छ वाला सो अहिले काम गरेर लागि परिरहेछ सो बिहान 4 बजीदेखि उठेर होइन किनकि दिउँसो अरू काम पनि छ हाम्रो त्यो पनि भ्याउनु पऱ्यो भने यसरी गरिरहेछौँ होइन सो यो चाहिँ हामीले सोचेको जस्तो चाहिँ हुँदैन फेरि अगेन हाम्रो कामहरू फरक हुन्छन् होइन हाम्रो त्यो उसमा पनि हाम्रो आइडिया के छ त्यो अनुसार पनि त हाम्रो काम हुन्छ त्यो हुँदैन तर यसमा बेस्ट पार्ट भनेको मैले बुझेको चाहिँ इनोभेसन चाहिँ हुनु पऱ्यो तपाईँको नयाँ एउटा क्रिएटिभिटी हुन्छ नि अनि अर्को कुरा भनेको चाहिँ प्रब्लम सल्भिङ द्याट मिन्स हामीले यो काम गरेको भनेको हामीले कुनै नयाँ प्रब्लममा नयाँ तरिकाले सल्भ गर्न खोजिराखेको हो नि होइन सो एन्टरप्रेनर्समा त्यो हुनु पऱ्यो यदि एन्टरप्रेनर चाहिँ हुने हो भने अदरवाइज सबै मसरुम नै हो होइन होइन भने बिजनेस गर्दा हुन्छ जस्ट पर्फेक्ट तपाईँको प्रुभन बिजनेस छ भनेदेखि त्यो चाहिँ राम्रोसँग त्यो सेटअप बुझेपछि होइन त्यो गर्दाखेरि नै हुन्छ जस्तो लाग्छ अनि मलाई लाग्छ अब हामी पनि बिजनेस सेटअपमा अब हामी गइसक्यौँ किनकि विदाउट बिजनेस सेटअप चाहिँ सर्भाइभ नै हुँदैन रेभेन्यू चाहियो नै होइन सो त्यो रेभेन्यूवाला काम बिजनेस मोडलवाला काम चाहिँ अहिले हामी एकदम गरिरहेछौँ हजुर एज अ फिमेल अन्टरप्रेनर काम गरिरहनु भएको छ अथवा आफ्नो एन्टरप्राइज अगाडि बढाइरहनु भएको छ होइन नेपालमा चाहिँ फिमेल अन्टरप्रेनर हुँदै गर्दाखेरिको एउटा बेस्ट पार्ट अथवा गुड पार्ट भनिदिनुहोस् अर्को चाहिँ एउटा वर्स्ट पार्ट भनौँ अथवा च्यालेन्जिङ पार्ट चाहिँ के छ बेस्ट पार्ट भनेको हेल्पिङ ह्यान्ड्सहरू धेरै हुन्छ जस्तो लाग्छ बुझ्छ नि त बुझ्नेहरूले तिमीलाई गाह्रो छ होइन सो गाह्रो कुन केसमा छ भन्दाखेरि अब हामी स्कुलमा त सँगै पढेर आएको हो नि त को एजुकेसन गर्दाखेरि अनि त्यो बेलामा त गाह्रो भएन अब अलिकति हाम्रो फिजिकल डिफ्रेन्सेस त छँदैछ जस्तो स्ट्रङ हुने अब हामी काइन्ड हुने होइन त्यो छँदैछ तर मलाई काम गर्दा फेरि हामी एभ्री आर युनिक क्या म चाहिँ जेन्डरमा हेर्दिनँ क्या होइन अनि त्यो गर्दाखेरि चाहिँ जस्तो मान्छेहरू चाहिँ फिमेल हो यसलाई अलिकति त्योवाला पर्सपेक्टिभ चाहिँ फिमेलमा मान्छेहरूको इम्प्याथिक नेचर चाहिँ मैले धेरै फिल गरेको छु मैले लकी फिलको हुन्छ क्या त्यो बेलामा अलिकति मैले पाएँ नि त लेभरेज पाएँ होइन दुःख भनेको त्यही हो अब बिइङ अ वुमेन अब डिफ्रेन्स भनेको हामी त्यो बच्चा जन्माउँछौँ अब उसको लागि हामीले चाहिँ हाम्रो ह्युमन्स यो बायोलोजी नै यसरी बनेको छ कि वी हेभ टु टेक केयर जब त्यो टेक केयर गर्दैन त्यो गिल्ट फिल हुन्छ क्या हामीलाई हामी वुमेन्सहरूलाई होइन सो त्यो पार्ट मात्रै हो र यहीँनिर आएर हामी डिफ्रेन्ट हुँदो रहेछ क्या हाम्रो इमोसन्स मेल र फिमेलको त्यही हुन्छ जसरी अब हामीले यो बच्चालाई गर्नुपर्छ भनेर हाम्रो सबै 100% नै लगाउँछौँ भने मेलले चाहिँ उसलाई अर्कै तरिकाले सपोर्ट गरिरहेको हुन्छ क्या नगर्ने होइन तर त्यो गर्ने तरिका फरक हुँदो रहेछ डिफ्रेन्स त्यो मात्रै रहेछ होइन सो त्यो भएन भनेदेखि चाहिँ के डिफ्रेन्स छैन नि वुमेन लिडर्सहरू पनि छँदैछ नि त सकल चाहिँ हजुरहरूले अहिले इन्टरनेसनली पनि टिम वर्क गरिरहनु भएको छ नि त किन भन्दाखेरि जापानबाट पनि काम गरिरहनु भएको छ नेपालबाट पनि काम गरिरहनु भएको छ यसमा चाहिँ बिगेस्ट च्यालेन्ज चाहिँ के छ किनकि त्यो त टाइमको कुरा होला अनि सबै कुराहरूमा एक्ज्याक्टली त्यो टाइम जोनको नै हामीलाई प्रब्लम छ अनि त्यो टाइम मिलाएर मिटिङ्सहरू गर्न हामी चाहिँ अनलाइनै काम गर्छौँ होइन अहिले जस्तो फिजिकल्ली चाहिँ अहिले हामीले काम गरेको छैन होइन अर्को हाम्रो डाक्टर नमितासँग सो जस्तो हामीलाई जुन बेलामा चाहिरहेको हुन्छ त्यहाँ टाइम मिल्दैन र सो कुनै बेलामा हामीलाई प्रब्लम हुने त्यही हो सो त्यसको लागि हामीले कसरी अरेन्ज गरिरहेछौँ भन्दाखेरि चाहिँ हामीले एउटा मिटिङ सेटअपहरू बनाइरहेछौँ रेगुलर होइन सो रेगुलर त्यो टाइममा चाहिँ मोस्टली मिटिङमा आएको हुन्छौँ र कहिले हाम्रो केही पर्छ वी आर ह्युमन्स होइन सो त्यस्तो बेलामा चाहिँ हामी त्यो हजुर जस्तै अलिकति हामी पनि फ्लेक्सिबल भइदिन्छ सो नेक्स्ट टाइम गर्छौँ र यसरी चाहिँ त्यो अरेन्जमेन्ट गरेर चाहिँ यति टाइम महिनाको यति टाइम हप्ताको उताबाट हामी बसेर यो काम गर्ने भनेर त्यसरी चाहिँ मिलाइरहेको छौँ हामीले अहिले बिजनेसको पनि दुईवटा नेचर हुँदो रहेछ नि त होइन एउटा चाहिँ कम्प्लिटली बिजनेस सोल्ली बिजनेस पर्पजबाट गरिन्छ जहाँ चाहिँ प्रफिट कमाउनु छ हामीलाई बिजनेस गर्नु छ भन्ने मात्रै हुन्छ जब बिजनेस चाहिँ हजुरहरूले जसरी पर्पज ड्रिभेन भएर बिजनेस गर्नुहुन्छ त्यो बेलामा त फेरि अरू पनि कुराहरू सोच्नुपर्छ अनि यो बेलामा चाहिँ अब प्रेसरहरू हुन्छ होला किनकि अब यो नन प्रफिट अर्गनाइजेसन त होइन इट हेज टु रन
त्यो पनि छ। एट द सेम टाइम बिजनेसको एस्पेक्ट पनि चाहियो, सोसल एस्पेक्ट पनि छ। यसलाई चाहिँ रन गर्न कस्तो च्यालेन्जेस हुन्छ, कसरी ह्यान्डल गर्नुहुन्छ? फाइनेन्सियल म्यानेजमेन्ट नै च्यालेन्ज हो होइन। तपाईँको बिजनेस भनेपछि त्यहाँ रेभेन्यू त हुनै पऱ्यो, मस्ट। त्यो नभएको नि तपाईँ त अब केही टाइम मात्रै हो, त्यसपछि एक्जिस्ट नै हुँदैन होइन। जे भने पनि त्यो दुइटै मोडलमा एउटा कुरा के आउनु पऱ्यो भने त रेभेन्यू त आउनै पऱ्यो। सो तपाईँले सोध्नु भएको चाहिँ हाम्रो जुन मोटिभेसन स्टार्ट गर्नेको जुन पैसै थियो कि प्रफिटै थियो कि अरू पर्पोज भन्दा हाम्रो त पर्पोजै थियो, हाम्रो चाहिँ इमोसन्स थियो। हामी सधैँ इमोसन्स फुल भन्छौँ कि हामी आफूलाई। यसो हेर्दा अरूको नजरमा त फुलै हो नि होइन। त्यो एउटा जस्तो कि एउटा त्यो देख्यो अनि यसमा राम्रो हुन्छ भनेर लागेको, तर यो चाहिँ इम्प्याक्टफुल, यो चाहिँ मलाई चाहिन्छ। सल्लाहले देख्यो हेल्थलाई चाहिन्छ, उसले जुन त्यो लस गरेछ त्यो अर्को फ्यामिली लस नगरोस्। अब मैले देखेँ अब जस्तो मेरो बच्चाको लागि पनि त मैले एउटा सिक्योर के त गरिदिनु पऱ्यो नि। सधैँ उसलाई खुवाएर लगाएर मात्रै पुगेन नि त। सो मैले गर्न सक्ने कुरा भनेको अलिकता यो कुराहरू मैले गर्न सक्छु कि इन्भाइरोमेन्टको लागि भनेर अलिकता उसले त्यो बेलामा फेस गर्ने च्यालेन्ज अलिकति कम हुन्छ कि। नमिताले उसको आफ्नो उसको रिसर्च गरेको एक्सपिरियन्सहरू, स्किल्सहरू इन्टरनेसनल लेभलमा गएर ऊ त्यहाँ युनिभर्सिटीमा ऊ अहिले हेड अफ डिपार्टमेन्ट भएर काम गरिरहेछ, त्यो स्किल त्यहीँ बसेर युज गर्न पाइरहेछ नि। सो नमिताको केसमा के नै छ भन्दा ऊ सानो, हामी त ब्याचलर्सको स्टुडेन्ट हो, साथी हौ त्यो बेलाको। अलिक प्याट्रोइजम क्या, मेरो देशलाई के गर्नुपर्छ भनेर। अनि बाहिर गएर पढ्यो, त्यही काम गर्यो। सो उसले चाहिँ त्यहीँबाट के गरौँ है, उसले यसरी आफ्नो स्किल्सहरू अनि इन्भेस्टमेन्ट नै पठाएर, पैसा नै पठाएर यसरी गरिरहेछ। सो यसो हेर्दाखेरि चाहिँ इमोसन, सबै इमोसनै हो। तर यसमा चाहिँ हामीले डेफिनेटली अब हामीलाई सर्भाइभलसिपको लागि त रेभेन्यू चाहियो नै। र हामीले मेजर गर्ने भनेको अब चाहिँ रेभेन्यू पनि हो र अर्को भनेको इम्प्याक्ट्सहरू। हामीले के इम्प्याक्ट छ, हामी के चेन्ज गऱ्यौँ त, कसको लाइफमा के चेन्ज भयो त होइन। हामी त्यसरी पनि हेरिरहेछौँ। अब हामी वेस्ट कलेक्ट गर्ने भएको भएर वेस्टमा चाहिँ अनि हामी कति केजी अफ वेस्टहरू हामीले कलेक्सन गऱ्यौँ, त्यसले ग्रिन हाउस ग्यासेस इमिसन कति कम गऱ्यौँ भनेर यसरी त्यो मेजर पनि हामी अहिले गरिराखेको छौँ। त्यो चाहिँ गर्न मिल्ने भएको भएर। सो अब चाहिँ अनि हाम्रो कतिजना हाम्रो कस्टमर्सहरू बढ्नु भयो त, मार्केट रिसर्च गरिरहेछौँ। सो उहाँहरूको चाहिँ कस्तो किसिमको प्रब्लम थियो, हामीले सल्भ गरेँ कि गरेनौँ होइन, यो उहाँलाई कस्तो लाग्यो वाला, त्यो वाला पनि अब हामी गरिरहेछौँ। यो भयो भने चाहिँ अनि हामी त्यो इम्प्याक्टमा चाहिँ हामी त्यो एडअप अब हामी गर्दै जान्छौँ कि। अनि पैसा त छ आफ्नो ठाउँमा, सो हामीले भ्यालुज गर्ने भनेको त यो इम्प्याक्ट्सहरू नै हो। हजुरको अब बिजनेसको नेचर चाहिँ आफैमा पनि एउटा अवेरनेस प्लस कन्सियसनेस फैलाउने पनि छ नि त। सो अब हजुरको नजरमा चाहिँ कन्सियस लिभिङ भन्यो भने चाहिँ कसरी बुझ्नुहुन्छ? कन्सियस लिभिङ भनेको चाहिँ यो एकदम डिफिकल्ट क्वेसन जस्तो लाग्छ मलाई, किन सबैको आफ्नो आफ्नो पर्सपेक्टिभ। इन टर्म्स अफ अब स्पिरिचुअल कन्सियसनेसको कुरा भन्दा पनि अब लाइभलीहुडको कन्सियसनेसको कुरा गरौँ न। यो म चाहिँ के बुझ्छु भन्दा यो मैले एकचोटि पाएको लाइफ छ, यसलाई चाहिँ म बेस्ट ब्लोजम कसरी गरौँ। जस्तो एउटा गुलाबको फुल छ, कोपिलाबाट फुल एकदम राम्रोसँग फक्रिनु पऱ्यो नि, उसको बेस्ट भनेको त्यही हो नि होइन। सो हाम्रो ह्युमन्सलाई पनि मैले मेरो बेस्ट कसरी गर्ने, त्यो भनेको हामीले अरूलाई कति कन्ट्रिब्युट मैले गर्दा अरूको लाइफलाई कति राम्रो हुन्छ भनेर त्यसरी चाहिँ हो जस्तो मलाई लाग्छ होइन। सो त्यसैले गर्दा हाम्रो यो डिजाइनहरू पनि यसरी नै भयो क्या। हाम्रो कामको मिन्स हाम्रो कामले गर्दा अरूको लाइफलाई कति इजिनेस हुन्छ भनेर केही चेन्जेस त होस् न। मैले देखेको छैन अब मेरो कस्टमर्सहरू मार्टमा गएर सामान लिनुहुन्छ होइन, तर पर्ने त उहाँको लाइफमा के भयो नि, एउटा सोसाइटीमा इम्प्याक्ट होइन। सो कन्सियसनेस भनेको चाहिँ यही हो। त्यो भनेको चाहिँ कन्सियस भनेको चाहिँ जस्तो म कस्तो छु, मैले के गर्दा राम्रो हुन्छ होइन, त्यसले गर्दा मेरो सराउन्डिङलाई चाहिँ मैले कसरी उयो गर्न सक्छु, बेनिफिट गर्न सक्छु भनेर हाम्रो यो जीवनको नै उद्देश्य त्यही नै होला जस्तो लाग्छ। बाँच्ने मात्र होइन नि, ह्युमन्सहरू त एनिमल्सहरू सबै बाँचेकै छन् होइन। सो हामी चाहिँ अलिकति कन्सियस, हामीसँग त बुद्धि छ नि त होइन, अरूको चेतनाको स्तर पनि त ठुलो छ। सो तर त्यो अहिलेको टाइममा यस्तो हेर्दा एकदम मलाई सेल्फिस लाग्छ क्या मान्छेहरू होइन। यसो हेर्दा म टाइपको, मलाई कसरी राम्रो गर्ने। तर होइन, म बाहेक म हुनलाई त अरू धेरै कुराहरू छ नि त। त्यो अरू धेरै कुराहरू भएन भने त म बाँच्दिनँ नि त। जस्तो हामी इन्भाइरोमेन्टको कुरा गर्दाखेरि घाम चाहियो होइन, तपाईँको सूर्य चाहियो, हावा चाहियो, पानी चाहियो, त्यहाँ कति वर्म्सहरू छ हामीले देखेको छैन। अघि मैले गुड ब्याक्टेरियाको कुरा गरेँ होइन, त्यो सबै चाहिन्छ नि त। त्यो भएन भने म कसरी हुन्छु त, हाम्रो ह्युमनको यो हाम्रो यो रेस कसरी बाँच्छ त होइन। सब त्यो धेरै ठुलो भेग कुरा भयो, तर मैले बाँचेर गर्न सक्ने सानो केही कन्ट्रिब्युसन मैले पढेर सिकेको केही सानो कुराहरू अनि एज अ अब हामीले यो कामबाट चाहिँ गरिरहेछौँ। सो यो काम गर्न मोटिभेट भएको पनि अब हामीले चाहिँ कसैको अन्डरमा इम्प्लोइ भएर काम गरेको भए यो आइडियाजहरूमा चाहिँ काम गर्न पाउँदैन थियौँ कि, खुलेर यसरी गरे पनि यसरी ओपन चाहिँ हुँदैन थियो। सो हाम्रो मोटिभेसन यो एन्टरप्रेनरसिपमै आउनु भनेको चाहिँ आफ्नो आइडियामा एक्सपेरिमेन्ट गर्नु पनि थियो क्या। एक्सपेरिमेन्ट गरेर अनि त्यो अरूलाई कतिको काम लाग्छ त, अब मैले दिएँ नि त
सो त्यो हेर्नु पनि थियो। अनि यसो हेर्दा त राम्रो भइरहेको जस्तो लाग्छ मलाई चाहिँ, हामी राइट वेमा गछौँ कि जस्तो लागिरहेछ। यो बिजनेसको कुरा गर्दै गर्दाखेरि यति धेरै बिजनेसहरू पनि छन् जसले चाहिँ भनौँ न सेल्सको मामलामा दे आर वे अहेड, किनकि उनीहरूको एकदमै बिग छ पनि। तर उहाँहरूले जे कुरा बेचिरहनु भएको छ त्यसले गर्दा त कन्ज्युम गर्ने मान्छे पनि, इन्भाइरोमेन्ट पनि, हजुर हजुर सोसाइटी पनि, नेसन पनि र जेसुकै भनौँ होइन, सबै कुरालाई नै इन अ वे हार्म गरिरहेछ नि त। तर उहाँहरूले बिगेस्ट प्रफिट चाहिँ बनाइरहनु भएको छ। एक्ज्याक्टली त्यो कन्सियसनेसको कुरा यहीँ आयो। त्यसलाई चाहिँ हजुरले कसरी हेर्नुहुन्छ नि? चेतनाको स्तरको कुरा आयो। मैले भने नि त अब हामी ह्युमन्सहरूलाई चाहिँ हामी अबभ द यो इकोसिस्टम अबभ मै हुँ, अब मै प्लेनमा हिँडिरहेको छु, मसँगै सिप छ, मसँगै रकेट छ, हामीले सो मेनी थिङ्स हामीले डेभलप गऱ्यौँ होइन। सो यसमा चाहिँ अब सबैको आफ्नो आफ्नो नै होला। सो कन्सियसनेसको कुरा गर्दाखेरि चाहिँ डेफिनेटली मैले मसँग भएको सराउन्डिङमा भएकोलाई राम्रो गऱ्यो भने त्यो मलाई पनि राम्रो हुन्छ होइन। त्यो कन्सियसनेसमा चाहिँ उहाँको चाहिँ मवाला मात्रै भयो क्या, म कसरी राम्रो गर्ने, पैसा पैसा, सो पैसा पैसाको वालामा धेरै जान सक्छु होइन। सो त्यो भयो, त्यसलाई हामी रङ भन्नु मिल्दैन, उहाँको आफ्नै होला। तर मेरो विचारमा चाहिँ अब कन्सियसनेस भनेर चाहिँ चेतना भनेर जस्तो हामीमा जानु पऱ्यो कि, हाम्रो एउटा यो सबैलाई समातेर त्यो हुन्छ नि, त्यसरी नै इकोसिस्टम हुन्छ अनि मात्रै हामी सर्भाइभ हुन्छौँ कि। अब कुरा हामी देखेको छैनौँ हाम्रो युनिभर्सकै कुराहरू होइन, त्यसपछि मात्रै हुन्छ जस्तो लाग्छ कि मलाई। हामी त सानो एकदम सानो, जस्तो सद्गुरुको पनि म सुन्थेँ एक ताका। सो हामी त यो युनिभर्समा त हामी केही पनि एउटा धुल जति पनि छैनौँ हामी ह्युमन्सहरू होइन। हामी के त्यो इगो गर्ने कि, सो बाँचुन्जेल राम्रोसँग बाँचौँ र बाँच्न दिउँ क्या, त्यति नै हो। अब बिजनेसहरू सुरु गर्दै गर्दा फेरि अहिलेको फेरि रिसेन्ट कुरामा जस्तै कति धेरै मान्छेले सुरुवात गर्दै गर्दा के भन्नुहुन्छ भने हामी सस्टेनेबिलिटीको एङ्गलबाट गइरहेछौँ भन्ने खालको कुरालाई चाहिँ धेरै हाइलाइट गर्न खोज्छ। र अहिले स्पेसल्ली त्यो कुरा पनि इन अ वे इट बिकम्स अ फ्यान्सी थिङ फर पिपल होइन। एक्ज्याक्टली यसलाई कसरी बुझ्नुपर्छ? इज इट जस्ट अ ट्रेन्ड अर यो साँच्चीकै इम्प्याक्टफुल भइरहेछ अहिले? यो चाहिँ अहिलेको मैले बुझेको चाहिँ निरै हो यो सस्टेनेबल कुरा भनेको चाहिँ। अनि एक लेभल अफ पिपलहरू छ होइन, त्यो पिपलहरू चाहिँ यसलाई भ्यालु गर्छ क्या यो सस्टेनेबिलिटीको कुरालाई। यो भ्यालु भएकोहरू चाहिँ अनि यो डिमान्डमा आएको भएर चाहिँ उहाँहरूले चाहिँ यसरी फेब्रिकेसन पनि गरिदिनु भयो क्या कति कुरा। सो मलाई लाग्छ कि हाम्रो नेपाल जस्तो कन्ट्रीले अन्डर डेभलप कन्ट्रिज छ। सो यो कुराहरूमा चाहिँ उसले अझै धेरै लेभरेज चाहिँ लिन सक्छ है। सानो सानो कुराहरू हामी सस्टेनेबल वेले गरिरहेको हुन्छौँ, हामीलाई थाहा नै छैन त होइन। जस्तो कपडाको कुरा, कपडा हामीले लगाइसकेपछि त्यसलाई पोछा बनाएर म्याक्सिमम युज नगरेसम्म त हामी त ल्यान्डफिल फ्याक्दैनौँ त। पहिला कहाँ तपाईँको ल्यान्डफिल साइड थियो र? हामी एकदम सानो सानो हुँदाखेरि गार्बेज ट्रकमा फोहोर लिन आउँथ्यो र फोहोरको समस्या थिएन त त्यो बेला होइन। सो हामी त म नेवार कम्युनिटी बिलङ गर्छु होइन, हामी त सस्टेनेबल वेले बाँचिरहेको थियो त पहिल्यैदेखि नै। सो तर यो कुरा चाहिँ इन्टरनेसनल मार्केटमा होइन उहाँहरूले चाहिँ एकदम भ्यालु गरिदिनु भयो क्या। सो त्यो कुरालाई चाहिँ अब हामीले पहिला गरिसकेको कुराहरू स्पेसली हामी नेपालबाट त्यो कुराहरूलाई चाहिँ हो यो सस्टेनेबल नै हो भनेर देखाउने मात्रै जस्तो लाग्छ। जस्तो तपाईँको हाम्रो प्लेट छ नि सालको, हामी लप्ते भन्छौँ होइन, भोज खाने, त्यो त तपाईँको जर्मनीमा चाहिँ पेटेन्टै लिइसक्नु भएको रहेछ क्या। त्यो त हामीहरूको त कति वर्ष पहिलादेखि त्यसमै खान्थ्यौँ त होइन। सो हो यो कारणले चाहिँ अब हामीले चाहिँ यसलाई यो गर्नुपर्छ कि फेब्रिकेसन, हामीसँग भएकै कुरा हो, नयाँ कुरा नै गर्नु पर्दैन, त्यो लिएर आउने नयाँ तरिकाले प्रेजेन्ट गर्ने र हामी सस्टेनेबलमा चाहिँ जानु पनि पर्छ र हामीसँग छ भने चाहिँ त्यो गर्नै पर्छ जस्तो लाग्छ मलाई यो सस्टेनेबिलिटीको केसमा चाहिँ। अघि हजुरले एउटा एकदमै ब्युटिफुल कुरा भन्नुभएको थियो कि जस्तै पछि आफ्नो बच्चाले अथवा फ्युचरमा आउने मान्छेहरूलाई चाहिँ यो केमिकलले गर्दा अथवा चाहिँ त्यो विभिन्न खालको रोगहरू चाहिँ नलागोस् भन्ने खालको कुरा गर्नुभएको थियो नि। हजुरले देख्न चाहेको फ्युचर चाहिँ कस्तो हो? अब त्यो चाहिँ फ्यान्टासी जस्तै होला होइन। जस्तो म आर्ट अफ लिभिङमा जस्तो कहिले कहिले प्रोग्राम्सहरू जान्छु, मेडिटेसन्सहरू गर्न जान्छु होइन। सो मैले देख्न खोजेको मेरो वर्ल्ड भनेको जुन मेडिटेसन गरेपछि हाम्रो एउटा चाहिँ ह्युमन सेन्स हुन्छ, कोही अरू नै नलाग्ने क्या, सबैजना साथी, त्यहाँ तपाईँ केही चोरी पनि हुँदैन केही पनि हुँदैन, एकअर्कालाई हेल्प, त्यस्तो किसिमको हाम्रो ह्युमनको यो माइन्डको स्टेट हुनु पऱ्यो क्या। त्यसपछि त अरू कुराहरू त हामीलाई चाहिने कुराहरू त हामी गर्छौँ नि त। जस्तो मल्लकालीजहरूमा थियो होला जस्तो म इमेजिन गर्छु क्या, जस्तो गोल्डन टाइम थियो नि त। अनि एकतिर चाहिँ एकदम रेभलेस थियो, अनि हामीले नेवारहरूको त्यो मसिदोनाथको जात्रा मनाउँछौँ, अनि भोज खाएर बस्छौँ नि त हामी। मलाई के लाग्थ्यो भन्दाखेरि इटली भन्दा यति वर्ष अगाडि यो हाम्रो नेवार कम्युनिटीहरू थियो, अहिलेसम्म यिनीहरू भोज मात्रै खाएर बसिरहेछन्, केही नै गरेका छन्, नो डेभलपमेन्ट होइन। मलाई त्यस्तो फिल हुन्थ्यो कि, तर होइन रहेछ, द्याट्स द वे अहिले मलाई लाग्छ होइन। अब 20 years ब्याक मैले आफूलाई ल्याउँदाखेरि साँच्चै बाँच्ने तरिका त्यो पो रहेछ, उनीहरूलाई थाहा रहेछ क्या
बाँच्ने तरिका सेलिब्रेसन अफ लाइफ सानो 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 कुराहरू वी सेलिब्रेट हामी आफ्नो साथीभाइलाई बोलाउँछौँ आफन्तलाई बोलाउँछौँ वी सेलिब्रेट नि त सो लाइफ इज सेलिब्रेसन के त्यो एउटा हुन्छ नि सो संसार भनेको चाहिँ मलाई त्यस्तो हुनुपर्छ जस्तो लाग्छ क्या जस्तो मेडिटेसन गरेर वा सबैजना आफ्नो लाग्ने कोही अरू नै लाग्दैन है त्यो बेलामा सो त्योवाला चाहिँ होस् क्या सधैँ नै एकदम ब्युटिफुल अब चाहिँ हामी लगभग अन्तिममा छौँ फ्ल्यास विजडम राउन्ड भन्ने हाम्रो हजुर छोटो सेगमेन्ट छ तपाईँले एउटा चुज गर्नुपर्ने हुन्छ यदि तपाईँलाई चाहिँ कुनै एक्सप्लेन गर्न मन लाग्यो अथवा कुनै कुरामा अलिकति एक्सप्लेनेसन गर्न मन लाग्यो भने तपाईँले गर्न सक्नुहुन्छ हुन्छ अब कुनै कुराहरू म सोध्छु उसलाई ए, हजुर। नेचर कि कन्भिनियन्स बहुत भन्नु पर्ला है हामी ह्युमन्स हो नि त कन्भिनियन्स भनेर फेरि माउन्ट एभरेस्ट जाँदाखेरिको कुरा सोचौँ सो अहिलेको लागि यो एजमा चाहिँ म बहुत नै भन्छु प्रफिट कि पर्पस इभन बोथ मैले थाहा पाइसकेँ विदाउट प्रफिट तपाईँको पर्पज कामै छैन अवेरनेस कि मार्केटिङ हामी चाहिँ मिक्स गरिरहेछौँ अवेर गरेर मार्केटिङ गर्दैछौँ वान टक्सिक ह्याबिट पिपल सुड स्टप टुडे अब बिइङ अ सकलमा काम गरेपछि अनि हामी चाहिँ प्लिज हेल्दी प्रडक्ट्सहरू खोजी चलाऊँ खाना मात्रै अर्ग्यानिक होइन प्रडक्ट पनि अर्ग्यानिक चलाउँ भन्छौँ म चाहिँ। सस्टेनेबिलिटी इन वान लाइन सस्टेनेबिलिटी वान लाइन भनेको चाहिँ तपाईँको लङ टर्म हो तपाईँले गरेको काम चाहिँ इन्भाइरोमेन्टलाई इम्प्याक्ट नगरेको त्यो लङ टर्मसम्म चल्नु पऱ्यो अब चाहिँ हामी अन्तिममा आइपुगिसकेका छौँ र अन्तिम प्रश्न मेरो तर्फबाट हजुरलाई अब आजको जेनेरेसनको मान्छेहरूले आफ्नो हेल्थलाई लिएर इन्भाइरोमेन्टलाई लिएर र आफ्नो फ्युचरलाई लिएर चाहिँ एउटा कन्सियस डिसिजन लिनु पऱ्यो भने चाहिँ के लिदियोस् भन्ने चाहना छ हजुरको आई गेस अहिलेको यो जेनेरेसन एकदम राम्रो छ जस्तो लाग्छ कि सो मैले पनि मेरो टिममा मोस्टली चाहिँ जेन्जिजहरू चाहिँ प्रिफर गर्छु अहिले दे आर भेरी फास्ट दे आर भेरी क्रिएटिभ के यो कुराहरू उनीहरूले बुझिसकेको छन् यो सस्टेनेबिलिटीको कुराहरू इभन स्पिरिचुअलिटीको कुरा गर्दा पनि तिनीहरू यसमा पनि इन भइसकेको छन् सस्टेनेबल पनि इन गरिसकेको छन् सो यो जेनेरेसनलाई चाहिँ अब जुन म्यानेजमेन्ट भनेको अहिलेको लागि चाहिँ जस्तो कलेज तपाईँको त्यसपछि कस्तो इन्भाइरोमेन्टमा काम गरेछ अरू गभर्मेन्ट नै भनौँ यिनीहरूले चाहिँ यो कुराहरूलाई चाहिँ अलिकति फेसिलिटेट गरिदिनु पऱ्यो क्या जे भने पनि गभर्मेन्टले भनेको चाहिँ हामीलाई असर पर्छ दे आर अलरेडी भेरी कन्सियस यो आइम द फ्युचर जेनेरेसन मेरो छोरा त मभन्दा कति अगाडि छ मलाई फिल अहिले भइसकेको छ क्या सो नयाँ कुरा सिकाउनु नै भन्दा नि तिनीहरूसँग भएको कुराहरूलाई मैले कसरी अझै राम्रो बेटर गर्न सक्छु फेसिलिटेसन त्यो चाहिँ हामी होइन हाम्रो कम्युनिटीहरू अथवा हाम्रो चाहिँ म्यानेजिङ अर्गनाइजेसन अथवा गभर्निङ बडिज के छ त्यसले यसरी सोचेर अलिकति यो फेसिलिटेसन मात्रै गर्दै पुग्छ क्या उसलाई अब केही कुरा गर्न मन छ गर्नलाई एउटा इन्भाइरोमेन्ट दिनु पऱ्यो उसले एक्सपिरियन्स लिन्छ सो त्यसरी गर्दा अझ बेटर हुन्छ कि थ्याङ्क यू सो मच मेरो तर्फबाट चाहिँ प्रश्नहरू यति थियो यदि मैले कुनै प्रश्न सोध्न छुटाएको अथवा चाहिँ हजुरलाई केही कुरा सेयर गर्न मन छ भने प्लिज थ्याङ्क यू सो मच अपर्च्युनिटीको लागि हामी चाहिँ इनिसियल लेभलमै छौँ अवेरनेस गर्दैछौँ होइन सो हामीले चाहिँ क्याम्पेन्सहरू चलाइरहेको छौँ सकल परिवर्तन भयो जलशुद्धिहरू भयो होइन सो तपाईँहरू पनि हाम्रो क्याम्पेनमा जोड्नुहोस् होइन यो सम्बन्धी अझै के हो रहेछ एकचोटि हामीसँग मिलेर यो बुझ्नुहोस् होइन त्यसपछि एकचोटि नेचुरल कुराहरूलाई आफ्नो लाइफमा चाहिँ सकलै गर्नुपर्छ भन्ने छैन तर नेचुरल कुराहरूलाई चाहिँ अब आफ्नो लाइफस्टाइलमा चाहिँ इन्क्लुड गर्नुहोस् भन्न चाहन्छु थ्याङ्क यू सो मच किन भन्दाखेरि यो अवेरनेस हामी आफैलाई जरुरत थियो कि स्पेसल्ली अनि आजको पोडकास्टमा चाहिँ यदि कसैले अहिले हेरिरहनु भएको छ लास्टसम्म भने चाहिँ उहाँहरूले बायो इन्जाइमदेखि लिएर केमिकलले कसरी हार्म गर्छ भन्नेदेखि लिएर एउटा बेसिक लेभलदेखि लिएर एक सर्टेन लेभलसम्म चाहिँ अन्डरस्ट्यान्डिङ चाहिँ पाइसके जस्तो लाग्छ मैले पनि धेरै कुरा सिक्न पाएँ त्यसको लागि हजुरलाई एकदमै धेरै धन्यवाद र जाँदै हामीसँग चाहिँ स्तुपा टेक हुनुहुन्छ उहाँहरू चाहिँ हाम्रो गिफ्ट पार्टनर हुनुहुन्छ यो चाहिँ हजुरको लागि थ्याङ्क यू सो मच स्तुपा टेक चाहिँ उहाँहरू मोबाइल एक्सेसरिज प्लस कम्प्युटर एक्सेसरिजहरू चाहिँ उहाँहरूले बेच्नुहुन्छ निकाल्नु मिल्छ स्योर यो छ नि अब धेरै कुरा रिसर्च गर्दाखेरि नोट गर्न मिल्ने भयो थ्याङ्क यू सो मच हामीलाई चाहिने कुरा नै रहेछ थ्याङ्क यू सो मच तपाईँको टाइमको लागि पनि अनि फ्लेक्सिबिलिटीको लागि पनि थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच सन्तोष